सम्पूर्ण महानुभावहरू, आयोजक पत्रकार मित्र सम्पूर्ण साथीहरू, शुक्लागण्डकी नगरपालिकाको आर्थिक वर्ष 82-83 को दोस्रो चौमासिक अवधिको सार्वजनिक सुनवाई कार्यक्रममा प्रस्तुत प्रतिवेदन। वर्तमान संवैधानिक र कानुनी व्यवस्था अनुसार स्थानीय सरकारहरूले आफ्नो क्षेत्राधिकारको विषयमा सेवा प्रवाह र स्थानीय पूर्वाधार विकासको योजना निर्माण तथा कार्यान्वयन गरिरहेका छन्। जनताको घर दैलोको सरकार, नागरिकले देख्ने र भेट्ने सरकार पनि स्थानीय सरकार भएकोले यसको भूमिका अझै महत्त्वपूर्ण छ। कार्यालयमा भइरहेका कार्यहरूको आम सेवाग्राहीहरूलाई जानकारी गराई जवाबदेहिता र पारदर्शिता कायम गर्न सामाजिक परीक्षण, सार्वजनिक परीक्षण, सार्वजनिक सुनवाई, गुनासो सुनवाई संयन्त्र, नागरिक निगरानी संयन्त्र, नागरिक बडापत्र लगायतका व्यवस्था गरिएका छन्। सार्वजनिक जवाबदेहिता प्रवर्धनका लागि विभिन्न संवैधानिक साथै सूचनाको हक र सुशासन सञ्चालन तथा व्यवस्थापन तथा विभिन्न कानुनी व्यवस्थाका अतिरिक्त शुक्लागण्डकी नगरपालिकाले पनि यस सम्बन्धी विभिन्न कानुनी व्यवस्था गरी कार्यान्वयन गर्दै आइरहेको छ। यसै व्यवस्थालाई मध्यनजर गर्ने सन्दर्भमा नगरपालिकाको चालु आर्थिक वर्ष 82-83 को दोस्रो चौमासिक अवधिको सार्वजनिक सुनवाई कार्यक्रम आयोजना गरिएको हो। विगत सार्वजनिक सुनवाईका सुझावहरूलाई नगरपालिकाको स्रोत र क्षमताले सक्ने जति सुधार गर्दै लगिएको ब्यौरा अवगत गराउँदै उक्त कार्यहरूलाई प्रगति विवरणमा समावेश गरिएको र चालु आर्थिक वर्षको दोस्रो चौमासिक अवधिसम्ममा भएका मुख्य कार्यहरूलाई प्रतिवेदनको रूपमा देखाएर प्रस्तुत गरिएको छ। प्रशासन लेखा योजना र पूर्वाधार शाखा अन्तर्गत चालु आर्थिक वर्ष 82-83 को कुल बजेट 1 अरब 28 करोड मध्ये चैत मसान्तसम्म 50 करोड 17 लाख खर्च भइसकेको र कुल अनुमानको 39.22% बाँकी अवधिमा लक्ष्य प्राप्त गर्न थप चुनौती रहेको छ। चालु आर्थिक वर्ष 82-83 को चालुतर्फ 63 करोड 11,79,000 बजेट विनियोजन भएकोमा चैत मसान्तसम्म 36 करोड 20,95,000 खर्च भई चालु बजेटको 57.37% पुगेको छ। चालु आर्थिक वर्ष 82-83 को असार मसान्तसम्म पुँजीगततर्फ 64 करोड 79,948 विनियोजन भएकोमा चैत मसान्तसम्म 13 करोड 96,58,265 मात्र खर्च भएको छ, जुन पुँजीगत बजेटको 21.56% हो। हाम्रो यो चालु खर्च चाहिँ भरै सिद्धिने, तर पुँजीगत बजेट चाहिँ खर्च हुनै नसक्ने अवस्था छ। आन्तरिक आयतर्फ चालु आर्थिक वर्ष 27 करोड 35,83,969 को लक्ष्य रहेकोमा 2082 चैत मसान्तसम्म 10 करोड 78,57,000 पैसा उठेको छ, जुन चाहिँ कुल अनुमानको 39.42% प्रगति भएको हो। प्राकृतिक स्रोत ढुङ्गा गिटी बालुवा बिक्री गर्ने कार्यालय निरन्तरता दिइएको छ र प्रभावकारिता वृद्धि गर्ने प्रयास पनि गरिएको छ। आर्थिक वर्ष 82-83 मा पनि नगर कार्यपालिकाको नियमित बैठकपछि बैठकबाट नगरपालिकाको लागि आवश्यक कानुन, कार्यविधि र निर्देशिकाहरू तर्जुमा र परिमार्जन गरी व्यवस्थित गरिएको छ भने विषयगत समितिको कार्यलाई प्रभावकारी बनाउने प्रयास गरिएको छ। राष्ट्रिय सङ्कलन सूत्र प्रणाली मार्फत सङ्कलनको कार्य सुरु गरिएको छ। आर्थिक प्रशासन शाखाबाट EFT मार्फत भुक्तानी कार्यलाई निरन्तरता दिई प्रभावकारी बनाउने प्रयास गरिएको छ। नगरपालिकाले सञ्चालनमा ल्याएको सेवा प्रवाह सञ्चालन केन्द्रलाई थप व्यवस्थित र प्रभावकारी बनाउने कार्य भइरहेको छ। नगरपालिकाको वेबसाइट नियमित अद्यावधिक सूचना प्रकाशन तथा इमेल अद्यावधिक गरिएको छ। साथै गुनासो एप सञ्चालनमा आएको छ। यो गएको सार्वजनिक सुनवाईमा गुनासो एप ल्याउनु पर्यो भन्ने थियो, यो अनुसार गुनासो एप चाहिँ सञ्चालनमा आएको छ। नगरपालिकाको स्वीकृत वार्षिक कार्यक्रममध्ये हालसम्म नगर स्तरीय र वडा स्तरीय गरी 315वटा योजना तथा कार्यक्रमको सम्झौता भएको 124वटा कार्य सम्पन्न भई भुक्तान भइसकेको र अरू बाँकी योजनाहरू सम्झौता र कार्यान्वयन चरणमा रहेको छ। सम्झौता गर्ने समयावधि 2083 वैशाख 15 सम्म तोकिएकोले सम्झौताको अन्तिम चरणमा रहेको छ। अब हामीले चाहिँ यही वैशाखको 15 गते भित्रै जति योजना सम्झौता हुन्छन् त्यसलाई असारसम्म कार्यान्वयन गर्ने र 15 पछि योजना सम्झौता नगर्ने भनेर कार्यपालिकाबाट निर्णय भएको छ। नगर कार्यपालिकाको नियमित बैठकबाट आवश्यक विभिन्न निर्णयहरू गरिएको छ भने सङ्घीय सरकारको परिपत्र बमोजिम नगरपालिकामा सञ्चालित सहरी स्वास्थ्य केन्द्रहरू बन्द गरिएका छन्।
नगरसभाको हिउँदे अधिवेशन सम्पन्न गरिएको छ। स्वीकृत कार्यक्रममध्ये 25 लाखभन्दा माथिका योजना ठेक्का व्यवस्थापनको प्रक्रियाबाट कार्य गराउनु पर्ने निर्णय भएकोले अनलाइन प्रणाली मार्फत ठेक्का व्यवस्थापनको कार्य भएको छ। भूमि व्यवस्थापन तथा भवन नियमन शाखाबाट घर नक्सा पासको लागि 31वटा सूचना ट्रान्स गरिएकोमा पहिलो चरणको 22वटा स्वीकृति लिएको, दोस्रो चरणको 12वटा र सम्पन्न लिनेको सङ्ख्या 8 भएको छ भने पुरानो घर अभिलेखीकरणको सूचना ट्रान्स 20वटामा सम्पन्न लिने 20वटै रहेका छन्। राष्ट्रिय रोजगार कार्यक्रम अन्तर्गत 6वटा योजना स्वीकृत गरी कार्यान्वयनको चरणमा रहेको छ। सामाजिक विकासतर्फ शिक्षा, युवा तथा खेलकुद विकास शाखा शुक्लाबन्दी नगरपालिकामा सामुदायिक 51 र संस्थागत 21 गरी 72 विद्यालयमा 14,472 विद्यार्थी रहेका छन्। शिक्षा क्षेत्रमा सुधारको लागि नगरपालिकाले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ। शिक्षा, युवा तथा खेलकुद विकास शाखातर्फ कुल बजेट 34,18,64,069 मध्ये चौमासिक अवधिमा 70.26% वित्तीय र 14.29% भौतिक प्रगति भएको छ। सङ्घीय सरकार सशक्त अनुदानबाट प्राप्त माध्यमिक आधारभूत र बाल विकास सहजकर्ताहरूको दोस्रो चौमासिक अवधिको नियमित तलब भत्ता बापतको रकम निकासा गरिएको छ भने तोकिएको विद्यार्थीको दिवा खाजाका लागि विद्यालयमा अनुदान निकासा गरिएको छ। 4वटा सामुदायिक सिकाइ केन्द्रहरूलाई सञ्चालन रकम निकासा गरिएको छ। माध्यमिकतर्फ कक्षा 9 र 10मा अङ्ग्रेजी, गणित र विज्ञान विषयका शिक्षण सहयोग अनुदान बापतको रकम निकासा गरिएको छ। नगरपालिकाको आन्तरिक स्रोतबाट शिक्षक, कर्मचारी, पारिश्रमिक र शैक्षिक कार्यक्रमतर्फ प्रथम चौमासिक अवधिमा निकासा गरिएको छ। शैक्षिक तथ्याङ्क अद्यावधि, प्राध्यापकहरूको नियमित मासिक बैठक, शिक्षा समितिको बैठक, प्रथम त्रैमासिक परीक्षा सञ्चालन, विद्यार्थी मूल्याङ्कन सामग्री छपाई, शिक्षक मेन्टरिङ कार्यक्रमको मेन्टर तयारी र विभिन्न लक्षित छात्रवृत्तिका लागि दस्तखत सङ्कलनको कार्य सम्पन्न गरिएको छ। विद्यालय व्यवस्थापन समितिको गठन, विद्यालय अनुगमन विषयका समितिको बैठक र रिक्त पदमा शिक्षक, कर्मचारीको व्यवस्थापन जस्ता कार्यहरू निरन्तर रूपमा सञ्चालन भइरहेको छ। नगरपालिका स्तरीय 7औं राष्ट्रपति रनिङ सिल प्रतियोगिता शुक्लाबन्दी नगरपालिकामा सम्पन्न गरिएको छ भने जिल्ला स्तरीय प्रतियोगितामा नगरपालिकाको उत्कृष्ट प्रदर्शन गरी प्रथम हुन सफल भएको छ। सशक्त अनुदानबाट 492 र नगरपालिका अनुदानबाट 73 गरी 565 शिक्षक कर्मचारी कार्यरत रहेका छन्। विद्यालयका कर्मचारी 116 जनालाई नगरपालिकाबाट न्यूनतम पारिश्रमिक उपलब्ध गराइएको छ। बाल विकासले कक्षा 5 सम्म 3124 जना बालबालिकाहरूका लागि नियमित दिवा खाजाको प्रबन्ध गरिएको छ। कक्षा 6 देखि 12 सम्मका 2184 जना छात्रहरूको लागि सेनिटरी प्याड वितरण गरिएको छ। प्रस्तुति विधा लिएका 15 जना विभिन्न तहका शिक्षकहरूको सट्टामा 3 महिनाका लागि सट्टा शिक्षकको व्यवस्था गरिएको छ। कक्षा 4 देखि माथिका कक्षाहरूको वार्षिक परीक्षा सम्पन्न गरिएको छ। तहगत रूपमा न्यून विद्यार्थी भएका 22 विद्यालयलाई समायोजनको लागि सचेत गराइएको छ। स्वास्थ्य शाखा, आयुर्वेद शाखा स्वास्थ्यतर्फका स्वीकृत कार्यक्रमहरूको अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न गरिएको छ। ज्येष्ठ नागरिकको आधारभूत उपचार सहितको स्वास्थ्य सेवा कार्यक्रम, स्वास्थ्यकर्मीको सञ्चार, मासिक बैठक तथा क्षमता अभिवृद्धि स्वास्थ्य संस्थाको मूल्याङ्कन कार्यक्रम सुरुवात भई नियमित सञ्चालनमा रहेको छ। 16,000 दिनका आमा एवं बच्चाको स्वास्थ्यमा सुधार गर्न सन्तुलित पोषणयुक्त खाद्य पदार्थको सुनिश्चितता गर्ने कार्यक्रम सम्पन्न भएको छ। नगरपालिकाबाट निःशुल्क वितरण हुने 98 प्रकारका औषधि लगायत आवश्यक अन्य औषधि तथा स्वास्थ्य सामग्री तथा आधारभूत तथा आकस्मिक स्वास्थ्य सेवाको लागि औषधि खरिद र वितरणलाई प्रभावकारी बनाएको छ। पूर्ण थोक सुनिश्चितताको लागि कार्यक्रम, परिवार नियोजन सेवा, 24 महिना मुनिका बच्चाको तौल अनुगमन, किशोरीहरूलाई आइरन वितरण जस्ता कार्यक्रमहरूलाई प्रभावकारी रूपमा निरन्तरता दिएको छ। नगरपालिकाबाट सञ्चालित प्रयोगशालाबाट हालसम्म 2098 जनाले सेवा दिएका छन्। 11 जना नयाँ क्षयरोगी पत्ता लागेको छ भने स्वास्थ्य आमा समूहको बैठक र सरसफाइ सेसन जस्ता कार्यक्रमहरूबाट नियमित रूपमा सञ्चालन गरिएको छ। हालसम्म विपन्न उपचार सिफारिस, मुटु र मृगौला रोगको लागि 16 जना, विपन्न उपचार सिफारिस क्यान्सरका 19 जना, निःशुल्क उपचार सेवा 11 जना गरिएको छ भने औषधि उपचार बापत खर्च माग सम्बन्धी 16 जनाको निवेदन प्राप्त भएको छ। कक्षा 6 मा अध्ययनरत किशोरीहरूलाई पाठ्य क्यान्सर विरुद्धको एचपीभी खोप
465 जनालाई लगाइएको छ। ग्रामीण भिडियो एक्सरे मार्फत 46 जना गर्भवतीहरूलाई सेवा प्रदान गरिएको छ। 6वटा सामुदायिक विद्यालय वडा नम्बर 9 र 11 मा मानसिक स्वास्थ्य सम्बन्धी सचेतना कार्यक्रम गरिएको छ। फागुन र चैत महिनामा नसर्ने रोग सम्बन्धी खोज गरी उच्च रक्तचाप 184, मधुमेह 82 जना पत्ता लगाई निरन्तर उपचार पद्धतिमा रहेका छन्। स्वीकृत कार्यक्रम अन्तर्गत आयुर्वेद औषधालयमा आएका नसर्ने रोग सम्बन्धी बिरामीहरूको सामान्य उपचार, औषधालयमा आएका मधुमेह, नसारोग, पित्तशूल, साइटिका, अनिद्रा र तनाव आदिको उपचारात्मक सेवा निरन्तर रूपमा सञ्चालन गरिएको छ भने योग सेवा र राष्ट्रिय आरोग्य दिवस तथा धन्वन्तरी जयन्ती सम्पन्न गरिएको छ। सामाजिक विकास शाखा ज्येष्ठ नागरिक परिचय पत्र 36वटा र अपङ्गता परिचय पत्र 13 जनालाई वितरण गरिएको छ। लैङ्गिक हिंसा निवारण कोष र बाल उद्धार कोष स्थापना गरी सञ्चालन गरिएको छ। नगरपालिका र वडाबाट हुने कार्यहरूमा सहजता ल्याउने गरी स्थापना गरिएको टोल विकास संस्थाहरूमध्ये 235वटाको नवीकरण गरिएको र बाँकी रहेकाको पनि वडावडामा गई नवीकरण गर्ने काम भइरहेको छ। सुरक्षित आप्रवासन सानी कार्यक्रमतर्फ एउटा कार्यक्रम सम्पन्न भएको छ भने वित्तीय साक्षरता कक्षा 11 र मनोसामाजिक परामर्शका लागि 17 जना लाभग्राहीहरूले सेवा लिएकोमा बाँकी कार्यक्रम प्रभावकारी रूपमा सञ्चालनमा रहेका छन्। सामाजिक विकासतर्फ स्वीकृत नगरपालिका र वडाका कार्यक्रमहरू आवश्यकता र औचित्यको आधारमा 3वटा सञ्चालन गर्दै लगिएको छ। सामाजिक विकास समितिको 6वटा बैठकपछि आवश्यक विभिन्न निर्णयहरू भएको छ। बालमित्र स्थानीय शासनयुक्त नगरपालिका घोषणाको लागि कार्यक्रमहरू सञ्चालन गरिएको छ। आर्थिक विकासतर्फ कृषि तथा पशुपक्षी विकासतर्फ मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रम कृषि उत्पादन प्रशोधन तथा बजारीकरण परियोजना अन्तर्गत सूचना प्रकाशन गरी सामग्री खरिदको चरणमा रहेको र बेलचौतारामा रहेको कृषि उपज सङ्कलन तथा बिक्री केन्द्र सञ्चालनका लागि श्री खैराटा महिला विकास बहुद्देश्यीय सहकारी संस्था लिमिटेडसँग भौतिक मार्फत सञ्चालनका लागि सम्झौता भएको छ। चैते धान प्रवर्धन कार्यक्रम अन्तर्गत जाम्ने कृषक समूह वडा नम्बर 6 र गोलमे साथी फाट जल तथा सिँचाइ उपभोक्ता समिति वडा नम्बर 11सँग सम्झौता गरी कार्यान्वयन भइरहेको छ। आर्थिक वर्ष 81-82मा स्थापना गरिएको आलु पकेट विकास कार्यक्रमको लागि रु 6 लाख बजेट विनियोजन गरी निरन्तरता दिएकोमा रायपुर साना किसान सहकारी कृषि सहकारी संस्था लिमिटेड मार्फत सम्पन्न भएको छ। खाद्यान्न बालीको उन्नत बिउ उपयोगमा अनुदान र आब 81-82मा स्थापना भएको सुन्तला जात पकेट विकास कार्यक्रमले सम्पन्न गरिएको छ। रोग किरा नियन्त्रण तथा स्प्रेयर उपकरण वितरण कार्यक्रम, यन्त्रीकरण कार्यक्रम, प्लास्टिक टनेल वितरण कार्यक्रम र मेसिनरी बनाउँदा सम्वाद तालिम स्पेयर पार्ट्स अनुदान 50-50% कार्यक्रमलाई सूचना प्रकाशन गरी निवेदन माग भएको छ। हालसम्म कृषितर्फ फर्म दर्ता र अन्य गरी 21वटा सिफारिस गरिएको छ। विभिन्न कार्यक्रमको लागि 975वटा निवेदन प्राप्त भएको छ। नियमित रूपमा कृषकका धानबाली तथा तरकारीहरूमा देखा परेका रोग किरा जस्ता समस्याहरूको निम्ति फिल्डमा सेवा प्रदान भइरहेको छ। सङ्घीय तथा प्रदेश मन्त्रालयबाट प्रकाशित कृषि सम्बन्धी कार्यक्रमका सूचनाहरू कृषकहरूलाई जानकारी गराइएको छ। वडा नम्बर 6 स्थित जेएमडीका कृषक समूहलाई सामूहिक काउली समूह तरकारी बालीको नर्सरी स्थापना गरिएको छ। मौरी गोला व्यवस्थापन सम्बन्धी कार्यहरूको आवश्यकता अनुसार फिल्डमा पुगेर सेवा प्रदान गरिएको छ। कृत्रिम गर्भाधान मिसन कार्यक्रम अन्तर्गत 624 गाई, 1152 भैँसी र 15 बाख्रा गरी 1781 पशुमा कृत्रिम गर्भाधान सेवा प्रदान गरिएको छ। पशुपक्षी उपचार कार्यक्रम सबै वडामा निःशुल्क वितरणका लागि औषधि खरिद कार्यक्रमबाट औषधि खरिद गरी वितरण गर्ने काम भइरहेको छ। वडा नम्बर 11मा बाख्राको नयाँ पकेट विकास कार्यक्रम, बङ्गल प्रवर्धन कार्यक्रम, बाख्रा प्रवर्धन कार्यक्रमका लागि आवेदन सङ्कलन भई मेसिनरी औजार खरिदका लागि प्रपत्र प्रकाशन भएको छ। आकस्मिक रोग नियन्त्रणका लागि कार्यक्रमहरू सञ्चालन गरिएको छ। नियमित रूपमा गाई, भैँसी, भेडा र बाख्रामा मेडिकल उपचार सेवा सम्पन्न गरिएको छ। सुब्लागढी नगरपालिका वडा नम्बर 11मा नयाँ बाख्रा पकेट विकास कार्यक्रम संलग्नताको चरणमा पुगेको छ। हलगोरु पाल्ने कृषकहरूको लागि यसअघि सङ्कलित निवेदन बमोजिम अनुदान वितरणका लागि रकम विनियोजन गरी अनुदान भुक्तानी गर्ने अन्तिम चरणमा रहेको छ। पञ्जीकरण इकाइ सामाजिक सुरक्षा तथा संरक्षण कार्यक्रमका लागि चालु आर्थिक वर्षमा सुब्लागढी नगरपालिकाको तेस्रो त्रैमासिकसम्म 6866 जना लाभग्राहीको लागि जम्मा रु 20,06,79,248 सम्बन्धित लाभग्राहीको खातामा जम्मा गरिएको छ।
नगरपालिकामा मिति 2082 देखि 82/7/30सम्ममा अनलाइन प्रणाली मार्फत जन्मदत्ता 723 जना, मृत्यु दर्ता 300, सम्बन्ध विच्छेद 887, विवाह दर्ता 368, बसाइसराई जाने 80, आउने 73 गरी जम्मा 1631 घटना दर्ता गरिएको छ। अनलाइन नागरिकता सिफारिस 1561, सामाजिक सुरक्षा भत्ता प्राप्त लाभधारकको बायोमेट्रिक रुजु 2909, कन्सुलर प्रमाणित 52, राष्ट्रिय परिचय पत्र वितरण हालसम्म 4385, वैदेशिक रोजगार मोडमा छात्रवृत्ति सिफारिस 17वटा गरिएको छ। विपद व्यवस्थापनतर्फ नगरपालिका सहरी वडाहरू 2, 3, 4, 5, 6, 7 र 8मा सरसफाइ निरन्तर रूपमा सञ्चालन गरिएको तथा 5 पटक नगर विपद व्यवस्थापन समितिको बैठक बसेको छ। 1वटा खानेपानी समिति दर्ता गरिएको, समितिमा परेका 14वटा निवेदनमध्ये कार्यपालिका बैठकबाट स्वीकृति गरिएको छ। फोहोर मैला व्यवस्थापन केन्द्रको नियमित अनुगमन तथा कार्यलाई निरन्तरता दिएको र मासिक 2 पटक फोहोर मैला व्यवस्थापन तथा सरसफाइको कार्यलाई अगाडि बढाइएको छ। नगरपालिकाको फोहोर प्रशोधन केन्द्रमा यो मेसिनरी परीक्षणको काम सुरुवातको चरणमा रहेको छ। समस्या तथा चुनौतीहरू: आन्तरिक आय अनुमानित लक्ष्य अनुसार सञ्चालन हुन नसकेकोले स्वीकृत आयोजना तथा कार्यक्रम कार्यान्वयनमा स्रोतको व्यवस्थापन गर्ने चुनौती छ। सघन सहरी पूर्वाधार विकास आयोजना अन्तर्गत दुलेगौंडा रामागाउँ सडक निर्माणको लागि थपिएको मेयादभित्र समेत काम सम्पन्न नभएकोले उक्त कार्य सम्पन्न गर्ने चुनौती रहेको छ। सङ्घीय समपूरक आयोजना अन्तर्गत बहुवर्षीय आयोजनाको कार्य तोकिएको समयमै सम्पन्न गर्नु, कतिपय आयोजना तथा कार्यक्रममा अनलाइन बोलपत्र आह्वान गर्दा बोलपत्र नै पेश नहुने अवस्थाले आयोजना कार्यान्वयनमा अन्यलता सिर्जना हुनु, प्रतिनिधि सभाको निर्वाचनपछि गठन भएको सरकारको परिपत्र पालना र कार्यान्वयन गरी तहगत सरकारको समन्वय र सहकार्यलाई प्रभावकारी बनाउनु, नगरपालिकाको लक्ष्य अनुसार स्वीकृत भएका कार्यक्रमहरू तोकिएको समयमै लक्ष्य प्राप्त गर्ने गरी सम्पन्न गर्नु, नागरिकहरूको विकासप्रतिको अधिक चाहना र स्रोतको मितव्ययी परिचालनद्वारा नगरको समानुपातिक विकास हासिल गर्नु, शिक्षातर्फ बाल विकास केन्द्र स्थापना हुन बाँकी रहेको 5 विद्यालयमा छात्र शौचालय नभएको, 7 विद्यालयमा खेल मैदान नभएको, 5 विद्यालयमा अझै कम्प्युटर नभएको अवस्था छ। गणित विषयको अझै पनि अभाव रहेको र चालु शिक्षक अभाव रहेको र चालु कोष पर्याप्त नहुँदा शिक्षकहरूको मासिक तलब भत्ता निकासा गर्न नसकिएको, महिला शिक्षक प्रसुति विद्यासक्का शिक्षकका लागि पर्याप्त रकम अभाव रहेको, करको दर र दायरा वृद्धि गर्नु तथा प्राकृतिक ढुङ्गा गिटी बालुवाको व्यवस्थित र प्रभावकारी उत्खनन र व्यवस्थापन गर्ने चुनौती रहेको छ। अन्त्यमा उल्लेखित समस्या र चुनौतीका बिचमा नगरपालिका आफ्नो क्षेत्राधिकारभित्रको कार्य जिम्मेवारी प्रभावकारी रूपमा सम्पादन गर्न प्रतिबद्ध रहेको छ। विवरणमा उल्लेखित कार्य सम्पादनको आधारमा नगरपालिकाले गरेको प्रगति, समस्या र चुनौतीहरूको बिचबाट आर्थिक वर्ष 82-83मा दोस्रो चौमासिक अवधिसम्ममा गरेका कार्यहरू महत्त्वपूर्ण रहेका छन्। नगरपालिकाको दीर्घकालीन लक्ष्य र उद्देश्य पुरा गर्ने गरी स्वीकृत भएका आयोजना, कार्यक्रम तथा कार्ययोजनाअनुसार नतिजा हासिल हुने कुरामा विश्वस्त रहेका छौँ। यहाँहरूबाट प्राप्त सुझावलाई ग्रहण गर्दै आगामी दिनमा थप सुधार गरेर आफ्नो कार्यलाई थप प्रभावकारी बनाउने दिशामा नगरपालिका निरन्तर रूपमा लागिरहेको छ। यहाँहरूको प्राप्त सुझाव सल्लाहलाई फेरि पनि हामीले समायोजन गर्दै अरू पछिल्ला सार्वजनिक सुनवाई हामीले चाहिँ त्यसलाई समावेश गर्ने अनुरोध पनि गर्न चाहन्छु भन्दै मेरो प्रतिवेदन यही नै पुग्यो। धन्यवाद। गर्दाखेरि हामी नियमानुसार नै सेवाग्राहीहरूले नगरवासीहरूले कस्तो सेवा पाइरहेका छन् उहाँहरूको पनि अभिमत बुझ्ने प्रयासस्वरूप हामी उहाँहरूको बिचमा जान्छौँ र उहाँहरूले दिनुभएको सुझावहरू हामी यसअनुसार म प्रस्तुत गर्ने अनुमति चाहन्छु। सबैभन्दा पहिला वैकल्पिक जो सेवा लिनको लागि नगरपालिका आउनुभएको छ, वडा कार्यालय आउनुभएको छ, उहाँहरू निस्कँदै गरेका सेवाग्राहीहरूले दिनुभएको यो उत्तरलाई म राख्न चाहन्छु। शुक्ला गण्डकी नगरपालिकाको कार्यालय र विभिन्न वडा कार्यालयसँगै मातहतका कार्यालयबाट सेवा लिन निस्कँदै गर्नुभएका सेवाग्राहीसँग सोधेर तयार गरिएको बहिर्गमे अभिमत प्रस्तुत गर्न चाहन्छौँ, जहाँ सहभागी हुनुभएको सङ्ख्या
50 जनालाई हामीले सोधेका थियौँ। कार्यालयमा दिएका अनुसार कुन कामका लागि आउनुभयो भन्नेमा सिफारिसमा आउनेहरू हामीले भेटेनौँ। दर्ता तथा नवीकरण गर्न आउने 40%लाई हामीले सोधेका छौँ। सिफारिस लिन आउने 8% हुनुहुँदो रहेछ। योजना माग गर्न आउने 0%, योजनाको भुक्तानी लिन आउने 12%, योजनाको मूल्याङ्कन गर्न आउने 8%, कार्यालयले राखेको सूचना प्राप्त गर्न आएको भन्नेहरू 4% र अन्य विभिन्न कामले आउनुभएका 28% नगरवासीसँग हामीले कुराकानी गरेका छौँ। जसमा सेवा लिन कोसँग सम्पर्क गर्ने भन्नेमा तपाईँ स्पष्ट हुनुहुन्छ भनेर सोधेकोमा एकदमै स्पष्ट छौँ भन्ने उत्तर दिने 28% हुनुहुन्छ। ठिकै छौँ भन्नेमा 52% र अस्पष्ट कसलाई सोध्ने कसलाई भेट्ने भन्नेहरू अझै पनि 20% रहेको हामीले पायौँ। सेवा प्रदायक कर्मचारीले तपाईँको आवश्यकता र अपेक्षा बुझे जस्तो लाग्यो त भनेर हामीले सोधेका थियौँ। उहाँहरूले अति धेरै बुझे जस्तो लाग्यो, एकदम सजिलो भयो भन्नेहरू 16% भेटिनुभयो। ठिकै हो, राम्रै भयो भन्नेहरू 60% र हाम्रो आवश्यकता चाहिँ बुझिदिनु भएन, बुझे जस्तो लागेन भन्नेहरू चाहिँ 24%ले उत्तर दिनुभएको छ। तपाईँप्रति सेवा प्रदायक कर्मचारीले कस्तो व्यवहार गर्नुभयो नि भनेर पनि हामीले सोधेका थियौँ। उहाँले एकदम मिलनसार मैत्रीपूर्ण तरिकाले हामीलाई व्यवहार गर्नुभयो भन्नेहरू 56%, ठिकै व्यवहार गर्नुभयो भन्ने 40% र अभद्र अमर्यादित व्यवहार गर्नुभयो भन्ने जम्मा 4% भेटियो। त्यसै गरी सेवा प्राप्त गर्न आवश्यक सूचनाहरू, प्रमाण, कागजात र शुल्क दस्तुरबारे तपाईँले सेवा प्रदायक कर्मचारीले स्पष्ट रूपमा जानकारी दिनुभयो भनेको अति स्पष्ट रूपमा जानकारी दिनुभयो नि भन्नेहरू 32%, ठिकै हो भन्ने 56% र अल्ल हुने के भन्नुभयो बुझ्दै बुझिएन भन्नेहरू 12% हुनुहुन्थ्यो। तपाईँले राख्नुभएको समस्यालाई के कस्तो समाधान दिनुभयो त नि भनेर पनि सोध्यौँ। अति सजिलो तरिकाले समाधान गरिदिनु भयो भन्नेहरू 36%, ठिकै भन्ने 48% र समाधान नै दिन सकेनन् भन्ने 16% हुनुहुन्थ्यो। त्यसै गरी 7 नम्बरमा हामीले सेवा प्राप्त गर्न अप्नाइएको प्रक्रिया चाहिँ तपाईँलाई कस्तो लाग्यो भनेर सोधेका थियौँ। उहाँहरूले अति सजिलो एकदम छोटो तरिकाले गरिदिनु भयो भन्ने 16%, ठिकै हो भन्ने 64% र लामो र झन्झटिलो तरिकाले भयो भन्नेहरू 20% भेट्यौँ। त्यसै गरी हामी टोलटोलमा पनि पुग्यौँ। टोलटोलमा नगरपालिकाका विभिन्न टोलटोलमा पुगेर हामीले नगरपालिकाका नगरवासीहरू कतिको सन्तुष्ट हुनुहुन्छ भनेर बुझ्ने प्रयास गरेका थियौँ। त्यसमा शुक्लागञ्ज नगरपालिकाको विभिन्न वडामा पुगेर नागरिकहरूबाट भरिएको प्रतिवेदन सहभागी सङ्ख्या 50 जना। तपाईँले यस शुक्लागञ्जकी नगरपालिका तथा विभिन्न वडा कार्यालयबाट समग्रमा कतिको सन्तुष्ट हुनुहुन्छ भनेर भनेकोमा सन्तुष्ट छु भन्नेहरू 16% हुनुहुन्छ, ठिकै हो भन्नेहरू 76% र असन्तुष्ट छु भन्नेहरू 8% हुनुहुन्छ। सेवा लिन जाँदा कर्मचारीको व्यवहारप्रति तपाईँ कतिको सन्तुष्ट हुनुहुन्छ त नि भनेर सोधेका थियौँ। सन्तुष्टै छु भन्नेहरू 12%, ठिकै छौँ भन्नेमा 76% र असन्तुष्ट छु भन्नेहरू 12% हुनुहुन्छ। नगरपालिकाभित्र रहेका विद्यालयहरूमा निःशुल्क पाठ्यपुस्तक पाइन्छ भनेर सोधेको, उहाँहरूले निःशुल्क पाएका छौँ भन्नेहरू 40% हुनुहुन्छ। पैसा तिरेर पनि किन्नुपर्छ भन्नेहरू 16% हुनुहुन्छ। खै हामीलाई थाहै छैन भन्नेहरू 44% हुनुहुन्छ। तपाईँले सेवा लिन जाँदा अतिरिक्त रकम पनि तिर्नु परेको छ भनेर सोधेका थियौँ। तिरेकै छैन भन्नेहरू 88%, एकदमै कम भन्नेहरू 8% र धेरै तिरेका छौँ भन्नेहरू 4% हुनुहुन्छ। तपाईँको पालिकामा रहेका स्वास्थ्य संस्थाहरूमा औषधि उपकरणहरू पर्याप्त मात्रामा उपलब्ध छन् भनेर पनि सोधेका थियौँ। उहाँहरूले उपलब्ध छन् भन्नेहरू 20%, अलिअलि उपलब्ध छन्, कहिले पाइन्छ कहिले पाइँदैन, कहिले फर्किँदैन पर्छ भन्नेहरू 36% र उपलब्ध छैनन् भन्नेहरू चाहिँ 44% भेट्यौँ। यस शुक्लागञ्जकी नगरपालिकाले विपन्न वर्गको लागि छुट्याएको सेवा प्रयोग गरेको थाहा पाउनु भएको छ कि पाउनु भएको छैन भनेर सोधेका थियौँ। 16%ले थाहा पाछौँ भन्नुभयो, 60%ले हामीलाई थाहै छैन भन्नुभयो, अलिअलि थाहा छ भन्नेहरू 24% हुनुहुन्छ। वडा कार्यालयले प्रदान गर्ने सेवाहरूबाट कतिको प्रभावकारी छन्, वडाबाट दिने योजनाहरू, कामहरू, सेवाहरू भनेको प्रभावकारी छन् नै भन्नेहरू 20%, आंशिक प्रभावकारी छन् भन्ने 76% र प्रभावकारी छैन भन्नेहरू 4% हुनुहुन्छ। अनि यस कार्यालयबाट तपाईँले एउटा कामको लागि कति धाउनु पर्यो भनेर हामी नगरपालिकामा अथवा वडामा एउटा काम गर्न कतिचोटि जानुपर्छ भन्नेहरूमा चाहिँ
एकपटक मात्रै गएर काम बन्यो भन्नेहरू 28%, दुई पटकसम्म पुगे भन्नेहरू 44% र धेरै पटक धान्नु पर्यो भन्नेहरू 28% हुनुहुन्छ। कार्यालयको भौतिक अवस्था कस्तो छ, हाम्रो नगरपालिकाको भवनहरू, त्यहाँ जाँदा कोठाहरू, त्यसपछि त्यहाँका टोयलेटहरूको अवस्थाहरू कस्तो छ भनेर पनि सोधेको थियौँ। एकदम राम्रो छ भन्नेहरू 12%, ठिकै हो सन्तुष्टै छौँ भन्नेहरू 80% हुनुहुन्छ, नराम्रो छ फोहोर छ भन्नेहरू पनि हुनुहुन्थ्यो 8%ले यस्तो जवाब दिनुभएको छ। यस्तै गरी कार्यालयमा भएको नागरिक बडापत्रबारे तपाईँलाई थाहा छ भनेर सोधेका थियौँ, 16% थाहा छ भन्नुभयो। आंशिक जानकारी छ भन्नेहरू 20%, हामीलाई त थाहै छैन भन्नेहरू 64% हुनुहुन्छ। यस्तै गरी कार्यालय र सेवाग्राही बिचको सम्बन्ध कस्तो छ भनेको एकदम राम्रो छ भन्नेहरू जम्मा 4%, ठिकै हो भन्नेहरू 88%, खासै राम्रो छैन भन्नेहरू 8% हुनुहुन्छ। सेवा शुल्क तथा दस्तुरहरू कोसँग उठाउँछन् भनेर हामीले सोधेका थियौँ, सबैसँग उठाउँछन् नि भन्नेहरू 76%, सीमित व्यक्तिसँग उठाउँछन् भन्ने 20%, धेरै बकेता छ भन्नेहरू 4%। कार्यालयको सरसफाइ चाहिँ कस्तो लाग्छ नि तपाईँलाई भनेको राम्रै छ ठिकै छ भन्नेहरू 20%, एकदम ठिकठाकै हो त्यतिको ठिकै हो भन्नेहरू 76%, खराब छ भन्नेहरू 4%। तपाईँको नगरपालिकामा विकास निर्माणको स्थिति कस्तो छ भनेर हामीले सोध्यौँ, उहाँहरूले 4%ले राम्रो छ भन्नुभयो, 84%ले ठिकै छ भन्नुभएको छ र 12%ले खराब छ भनेर जवाब दिनुभएको छ। सञ्चालन गरेको नगरपालिकाले सञ्चालन गरेका योजनाहरू कतिको प्रभावकारी छन् त नि भनेको प्रभावकारी नै छन् भन्नेहरू 16%, ठिकै छ भन्नेहरू 64% र प्रभावकारी नै छैन भन्नेहरू 20% हुनुहुन्छ। त्यसै गरी योजनाहरू जाँचपाँच गर्दा प्राविधिकहरूले तपाईँहरूसँग रकम माग्छन् कि माग्दैनन्, अतिरिक्त रकम भनेर पनि माग्छन्। धेरै जसो 60% त्यस्तो त पर्दैन, पैसा तिर्नु पर्दैन भन्नुभएको छ, मागेरै लिन्छन् नि भन्नेहरू 0%, रकम नदिएर अप्ठ्यारो पार्छन् नि भन्नेहरू पनि हुन्छ 40% हुनुहुन्छ। त्यसै गरी पालिकाको ऐन नियम र कानुनहरू निर्माण गर्दा तपाईँलाई बोलाउन गरेका छन् कि छैनन् भनेर हामी टोलटोलमा गएर सोद्धा हामीले सोधेका जवाबदेहीमध्ये बोलाएको छ भन्नेहरू 0%, अहिलेसम्म बोलाएकै छैनन् भन्नेहरू 72%, पालिकाले कानुन पनि बनाउँछ र भनेर प्रश्न गर्नेहरू 28% हुनुहुन्छ। कार्यालयमा भएको कर्मचारीको सिप कस्तो छ भनेर सोधेका थियौँ, 22%ले आवश्यक सिप छ भन्नुभएको छ, आवश्यकताभन्दा कम सिप छ भन्नेहरू 70%, सिप निकै कम छ भन्नेहरू जम्मा 8% हुनुहुन्छ। नगरपालिकामा यसो गरी सार्वजनिक सुनवाईको कार्यक्रम भएको छ कि छैन भनेको भएको छ हामीलाई थाहा छ भन्नेहरू 24%, खै हामीलाई त थाहै छैन भन्नेहरू 64%, कार्यक्रमबारे जानकारी नै छैन हामीलाई त भन्नेहरू 12% हुनुहुन्छ। यस्तै गरी शुक्ला गण्डकी नगरपालिकाको कार्यालयको वार्षिक नीति कार्यक्रम र स्रोतहरूको बारेमा तपाईँलाई थाहा छ कि छैन, नगरपालिकाले यो वर्षको बजेट कति राखेको छ, कहाँ कहाँ कस्तो कस्तो कार्यक्रमहरू छुट्याएको छ भन्ने तपाईँले जानकारी पाउनु भएको छ कि पाउनु भएको छैन भनेर सोधेको थियौँ। धेरैजनाले 4%ले धेरै नै जानकारी पाएका छौँ भन्नुभयो, ठिकै जानकारी पाएको छु भन्ने 32%, हामीले त एकदम कम जानकारी छ हामीलाई त थाहै छैन यो बारेमा भन्नेहरू 64% हुनुहुन्छ। अब टोलटोलमा हामी जाँदाखेरि उहाँहरूलाई केही प्रश्नहरू पनि थियौँ, नगरपालिकालाई तपाईँहरूले कुनै गुनासो राम्रो गर्नु परेको सन्तुष्ट भएको छ, नगरपालिकाको सुधार गर्नुपर्नेहरू कुरा के छ कि अथवा राम्रो कुराहरू के छ भनेर गर्दा केही व्यक्तिहरूले दिनुभएको सुझावहरू म प्रमुख जवाबदेही वक्ताहरूतर्फ ध्यान आकर्षण गर्दै यो वाचन गर्न चाहन्छु। लाल पूजाका लागि धेरै पटक आश्वासन पाइयो, अब पाइन्छ कि भनेर समिति भन्दै पछि राजस्व पनि तिर्यौँ तर पाइएन भनेर पनि लेख्नु भएको रहेछ। सुरौदी खोला असुरक्षित छ, बालबच्चा डुब्ने खतरा भएकाले स्थानीय सरकारले सचेतनाको कार्यक्रम गर्न आवश्यक छ भनेर लेख्नु भएको छ। शिक्षामा सुधार हुन आवश्यक छ, 12 कक्षा पास गरेपछि हाम्रो जिम्मेवारी सकियो भन्ने देखिन्छ, करियर काउन्सिलिङको आवश्यकता छ भनेर भन्नुभएको छ। नगरपालिका र वडा कार्यालयको सेवा प्रभाव चुस्त दुरुस्त भएन, जनप्रतिनिधि र कर्मचारीको आनीबानीमा जेएनजी आन्दोलन पछाडि नयाँ सरकार बन्दा पनि परिवर्तन भएको छैन है भनेर पनि लेखिदिनु भएको रहेछ। निर्वाचन जितेका जनप्रतिनिधि पार्टीको होइन, साझा बन्ने प्रयास गर्नु पर्यो भनेर लेख्नु। शुक्ला गण्डकी नगर
नगरपालिकाले 5 मार्क प्राप्त नगरेको कुरा उहाँहरूकै सर्वेक्षणबाट जानकारी गऱ्यो। त्यसको लागि पनि म शुक्लागण्डकी नगरपालिकालाई आगामी दिनमा 5 मार्क सकिन्छ डिस्टिङ्सन नसकिन्छ 5 मार्क ल्याउनको लागि हार्दिक अनुरोध गर्दछु। त्यस्तै गरेर हाम्रो प्रशासकीय अधिकारीको प्रतिवेदनमा चालु पुँजी खर्च कति पनि नरहने, पुँजीगत खर्चै गर्न नसकिने जुन यहाँले प्रस्तुत गर्नुभयो, सायद यो आफैले प्रत्यक्ष खर्च गर्ने पर्ने जुन पुँजीगत खर्च सजिलो भएको हुनाले गर्नुभयो होला। सायद जनताका माझमा जानुपर्ने कुरा भएको हुनाले यो खर्च गर्नलाई अलि अप्ठ्यारो भएको हो कि भन्ने मैले महसुस गरेको छु। अब शुक्लागण्डकी नगरपालिकालाई मेरो केही गुनासाहरू छन्। शुक्लागण्डकी नगरभित्र रहेका विभिन्न क्रसर उद्योगहरूको व्यवस्थापनको पक्ष बारम्बार विभिन्न सेक्टरबाट आइरहँदा पनि त्यसलाई शुक्लागण्डकी नगरपालिकाले चासो नलिएको महसुस गरेको छु। शुक्लागण्डकी नगरपालिकाभित्र रहेका क्रसर उद्योगहरूबाट जुन निस्किने फोहोरहरूले नदीहरू प्रदूषित भएका छन्, कमसेकम अरू केही गर्न नसके पनि शुक्लागण्डकी नगरपालिकाले त्यो क्रसर उद्योगबाट निस्कने लेदोलाई कमसेकम व्यवस्थित गर्नको लागि क्रसर उद्योगलाई अनुरोध गर्न सकिन्छ, नियमन गर्न सकिन्छ र त्यसलाई कडाइको रूपमा लागू गर्न सकिन्छ र यो नदीलाई सुन्दर र स्वच्छ बनाउन सक्नुपर्छ भन्ने मलाई लाग्छ। त्यस्तै क्रसर उद्योग दर्ता नगरिकन चलेका, मापदण्ड नगरिकन चलेका भन्ने बहानाबाजीबाट दर्तै गर्न नपर्ने र दर्ता गरेकाहरूबाट पनि जुन शुल्कहरू नगरपालिकाले पाउनु पर्ने त्यो शुल्कहरू नपाएको मैले महसुस गरेको छु। यस्ता शुल्कहरूबाट बढी शुल्कहरू पनि लिन म उहाँलाई अनुरोध गर्छु। मेरो प्रश्न छ कि हाम्रो नगर प्रमुखले अहिलेसम्म शुक्लागण्डकी नगरपालिका भोलिलाई उपयुक्त हुने एउटा काम बताइदिनु होला र पहिले कर तिरिसकेका शुक्लागण्डकी नगरपालिकामा पूर्व कर तिरेकाले लाई काम चाहिँ किन भएन। जस्तै घर कायमको लागि भनेर पहिले नै कर लिनुभयो उहाँहरूले, तर काम गर्नु भएन। यस्ता हजारौँ पात्रहरू छन्, एउटा म पनि हो। र अहिले शुक्लागण्डकी 7 मालेबगरमा घर एकातिर र जग्गा एकातिर भएका घर पनि सम्पन्न नगरपालिकाले सम्पन्न गरेको छ। यस्ता घरहरू पनि छन्, तर ती घर सम्पन्न भए हाम्रो घर चाहिँ किन भएन। तर लालपुराभरि छ, अहिले नाप्दाखेरि त्यही घर बन्दैछ, तर भएन। यस्ता कामहरूको नगरपालिकाले छानबिन गरोस् र आश्वासन मात्र होइन, काम पनि गरोस्। पहिलाका कर्मचारीहरूलाई विस्थापित गरेर नयाँ कर्मचारीहरू आए भने मात्र काम हुन्छ, नत्र हुँदैन। वडा नम्बर 11 10 तमुटुल। मेरो प्रश्न यो छ कि यस शुक्लागण्डकी नगरपालिका नाम चाहिँ एकचोटि स्पष्ट भनिदिनु। मेरो नाम दिलबहादुर गुरुङ, शुक्लागण्डकी 11 10 तमुटुल। मेरो प्रश्न यस प्रकार छ कि म यस शुक्लागण्डकी नगरपालिकाले अहिले नयाँ नेपालको भिजनको कार्यक्रम अन्तर्गत यस हालसालै भइरहेको जनप्रतिनिधिहरूले के कति प्रगति गर्नुभयो, के कति प्रगति गर्नु भएन। हाम्रो यस नगरपालिकामा हुनुभएको जनप्रतिनिधिहरूले आफ्नो पालिकाले छुट्याएको रकमको मात्रै रेखदेख अनुगमन गर्ने हो कि प्रदेश सङ्घले तोकेको योजनाहरूमा पनि अनुगमन गर्ने हो। यस अन्तर्गत मैले हालै हाम्रो यस शुक्लागण्डकी 11 बलकुना जरेबर शहीद राजन मार्गको प्रदेशले छुट्याएको एउटा योजना थियो। त्यस योजना अन्तर्गत बलकुनाबाट 265 मिटर गत वर्ष इस्टिमेट गरेर जानुभयो। त्यसले काम कुनै पनि भएन। यता जरबेर एरियामा केही काम भयो, तर त्यो पनि चित्तबुद्ध भएन। मैले हाम्रो मेयर चाहिँ हेर्नुहुन्छ, उपमेयर चाहिँ मैले देखेको छैन। अस्ति भर्खर मात्र मैले एउटा प्रश्न उहाँलाई गरेको थिएँ। यस नगरपालिकाको प्रमुखको हैसियतले हामीले हजुरलाई प्रश्न राख्यौँ, यो कार्यक्रम योजना अनुगमन कसले गर्छ भन्दाखेरि मेयरजीले भन्नुभयो हामीले त नगरपालिकाको निर्णय भइसकेको छ, उपमेयरले गर्नुहुन्छ, यो उपमेयरले सोध्नु होला भन्ने भन्नुभयो। तत्कालै मैले उपमेयरलाई फोन गरेँ, उपमेयरले फोन गर्छ कि उहाँले के भन्नुभयो नि, यो मेयरले नचाहिँदो भयो त लगायो मलाई, उहाँले कहिले मलाई निर्णय गरेर जिम्मेवारी दिनुभएको छ भनेर त्यस्तो उत्तर दिनुभयो। विभिन्न फेसबुक लगायत सामाजिक
सञ्जालमा जसरी सार्वजनिक सुनवाईको कार्यक्रम आइराखेको थियो त्यसरी उपस्थिति अलिक कम भएको जस्तो लाग्यो। यो कमजोरी के को लागि हो, के छ यसमा भन्दै र मैले अब सिधै कार्यक्रम सुरुवात गरेँ। हाम्रो शुक्ला गण्डकी नगरपालिकाभित्र अन्तर्गत पर्ने ढोरबराई प्रसिद्ध मन्दिर अन्तर्गतमा सूचना तथा पर्यटक सम्बन्धी कति बजेट आउँछ, त्यसको कहाँ जान्छ, हामीले केही तथ्य पाउन सकिएन। किनभने त्यसको ढोरबराईको लागि केही गर्नुपर्छ भनेर प्रपोजल हाल्दाखेरि पनि त्यसको हामीसँग केही छैन भन्ने कुराहरू गुनासो नगरपालिकाबाटै पाइयो। नगरपालिकाबाट त्यस्तो पाइन्छ भने किन हामी त्यो ठाउँमा गएर प्रपोजल राख्ने, एउटा कुरा। अर्को कुरो, घारी तालबेसीमा दुध प्राप्त मात्रामा प्रशस्त मात्रामा उत्पादन हुने ठाउँ, त्यही ठाउँमा पानिया कन्स्ट्रक्सनले 8 किलोमिटर काम गर्दाखेरि 6 किलोमिटर खानेपानीको पाइप पर्यो। त्यसमा हामीले खानेपानीले 6.5 लाख जतिको बजेट हाल्दाखेरि 1 रुपियाँ पाइएन। कमसेकम 6-7 लाख रुपियाँ हाम्रो खानेपानीकै खर्च भएको छ। अनि त्यसपछि त्यसैमा पनि फेरि पानिया कन्स्ट्रक्सनको काम सुरु हुनुभन्दा अगाडि सार्वजनिक सुनवाई भएको थियो। त्यतिखेर कन्सल्टेन्सीको के कुशवाहा भन्ने, विनोद कुशवाहा कि के भन्ने आउनुभएको थियो। उहाँले सार्वजनिक सुनवाईमा के भन्नुभएको छ भने सार्वजनिक मठ मन्दिर चौतारा र अन्य खानेपानी बिजुली छ भने त्यसको हामी उपलब्ध गराउनेछौँ भन्नुभयो। त्यसको लागि आएर हामीले चाहिँ नगरको भवन विभागमा पनि आएर उहाँसँग सोद्धाखेरि छैन, हामीले त केही पनि गर्न सक्दैनौँ भन्ने कुराहरू आयो। अस्ति भर्खर अनि बाटोको लागि साखरबाट स्याउलीको बाटो छ, मापदण्ड पनि हेर्नु होला, सायद यहाँ इन्जिनियर पनि हुनुहुन्छ होला भवन विभागको। सेन्टरबाट साइडको चाहिँ नालीको कमसेकम 10-12 इन्ची डाउनमा छ। मापदण्ड सेन्टर पोइन्टबाट कति 1:2 कतिमा हुनुपर्ने हो, किन यो चाहिँ नगरपालिकाले निष्क्रिय गरेर बसेको छ, यसको चाहिँ जानकारी पाऊँ। अनि त्यस्तै हाम्रा विविध समस्याहरू हामीले लिएर आउँदाखेरि वडा कार्यालयमा हामी जान्छौँ। वडा कार्यालयमा जाँदाखेरि के छ भने कर हुन्छ। कर बुझाउँदाखेरि हामीले त केही बुझेका छौँ, हामी नबुझेका चाहिँ जनताहरू आउँदाखेरि झगडा गरेर वार्ड कार्यालयमा चौपट भएको देखिया छ। यो चाहिँ नगरपालिकाबाट प्रशासनबाट गर्नुपर्ने कुराहरू होला। मदिरा टिम र सहभागी मित्रहरूमा हार्दिक नमन गर्न चाहन्छु। आज अक्षय तृतीयाको दिन यहाँहरूलाई सोचाइ भोलाइ र गराइमा सत्कर्मको भाव जागृत होस् भन्ने विशेष शुभकामना पनि दिन चाहन्छु। म परशुराम शर्मा भण्डारी सुनपाती शुक्ला एकतार शिवालय क्षेत्र व्यवस्थापन समितिको अध्यक्ष भएर त्यो विषयसँग आज अक्षय तृतीयाको दिन शुक्ला गण्डकीको तीरमा बसेर ध्यान गरिरहेको थिएँ। भाव आयो, हेर्ने शुक्ला गङ्गा बगिरहेकी छन्। पुरै हिलम्बे छ नदी हो कि बर्खामा बगेको बाढी हो, त्यो जान्न गाह्रो हो, चिन्न गाह्रो हो, छुन पनि गाह्रो हो। पटक पटक विषय उठाउनु भएका छन्। आज त मलाई लागिरहेको छ हाम्रो प्राणै दिने जल शुक्ला गण्डकीको मुटुमा बगेको सेती गण्डकी सरस्वती स्वरूपा गङ्गा माता पनि भनिन्छ। शुक्ला गण्डकीको प्राकृतिक स्रोतको अनुपम स्रोत पनि होला, यो आध्यात्मिक ऊर्जाको केन्द्र पनि होला। यो सरस्वती स्वरूपा भएको हुनाले हामी धन्य भन्दै 95 मानिसहरू आस्तिक पनि छौँ। प्राकृतिक स्रोत साधन ढुङ्गा गिटु बालुवाबाट धनी
यो शुक्ला गण्डकी तर गरिबमा परिरहेका छौँ, त्यसको उच्चतम उपयोग भएको छैन। किन भएको छैन? यहाँले बोध गर्नुभएको छ, अनुसन्धान गर्नुभएको छ, बहस गर्नुभएको छ, मैले देखेको छैन, सुनेको छैन, बुझेको छैन। मलाई लाग्छ गङ्गा माताप्रति हामीले सद्भाव नराख्दा हाम्रो बुद्धि भ्रष्ट भइरहेको छ। यसले हामीलाई कमजोर बनाइरहेको छ। यति नै यही अवस्था रहिरह्यो भने शुक्ला 3 वर्षदेखिको लगातार हेरौँ हाम्रो आम्दानी घट्दो क्रममा छ। ढुङ्गा गिटी बालुवाबाट पनि किन यो भइरहेको छ? अहिले त शुक्ला ढुङ्गामा त रोएकी मात्रै छन्, दुखी मात्रै भएकी छन्। त्यही भएर हामीलाई कमजोरमा मात्रै बनाएकी छन्। साँच्चै रिसायौँ भने, हामी जस्तै निर्दयी बनायौँ भने, बनिनु भने, हामी जस्तै क्रूर र निर्मम बनिनु भने हाम्रो हालत के हुने होला? कुरा गर्नु होला। अब हामीले चाहिँ यो चाइनिजहरूको प्रदूषण नियन्त्रण भनेर एकचोटि त पत्र काटेका थियौँ, त्यसदेखि बाहेक अरूलाई त्यति काटेका छैनौँ है। र प्रदूषणको बाहेक अरू कामको लागि चाहिँ घरेलु कार्यालय, जिल्ला स्थित घरेलु कार्यालयले हेर्ने, त्यसको दर्ता, त्यसको नियमन, त्यसको खारेजी लगायतका काम चाहिँ सबै हामी कहाँ एउटा पनि कर्सर दर्ता छैन है। यो अब घरेलु कार्यालयले नै हेर्ने। त्यसका 18वटा सूचक छन् होइन, कुनैको पनि मापदण्ड पुग्दैन, नेपालैभरिको पुग्दैन है। यो जहाँसम्म यो लेदो फालेको यो लेदो व्यवस्थापन भनेर चाहिँ हामी जिल्ला घरेलु कार्यालयलाई हजुरले किन निवेदन ल्याउनु भयो भने त्यसलाई सिफारिस गरेर पठाउँछौँ है। तर उसलाई हामीले चाहिँ ठाडै कारवाही गर्न सक्ने परिस्थिति छैन। यसमा नगरपालिकाले नै अगुवाई लिन सक्ने स्थिति हुँदैन। त्यसको दर्ता, नियमन, त्यसको चाहिँ खारेजी लगायतको सबै काम चाहिँ जिल्ला घरेलु। अब यहाँ त्यसले व्यवस्थापनको विषयमा मार्छ। जस्तै व्यक्तिले गर्दाखेरि व्यक्ति आएको हुने स्थिति आउँछ, तर एउटा सङ्गठन अर्थात् संस्था नै अगाडि बढ्यो भने यसको न्यूनीकरण गर्न सकिन्छ भन्ने चाहिँ उहाँको आशय हो। अब हामीले ठिकै त्यसलाई व्यवस्थापन गर्ने निर्देशिका या नियम नीति केही छैन होइन। व्यवस्थापन गर्ने आधिकारिक कानुन निकाय चाहिँ घरेलु कार्यालय हो है। हामीले त रिक्वेस्ट मात्रै गर्ने। अब यसको लागि चाहिँ अब कुनै निवेदन ल्याउनु भयो भने म पुरा पनि गरौँला र सँगै चाहिँ घरेलु कार्यालयलाई सिफारिस पनि गरौँ। हस्, हुन्छ। हाम्रो नगर प्रमुखतर्फ लाग्यो म यो योजना अनुगमनको विषय जुन शुक्ला गण्डकी नगरपालिका वडा नम्बर 11 को बाटो प्रदेश सङ्घको विषय छ, यो पनि प्रश्न पार्दैन। वरिष्ठ इन्जिनियर जो अनुगमनमा जानुहुन्छ, यो सङ्घ प्रदेशका र अनि गुणस्तरहीन काम भएको भनेर जुन पब्लिकको आएको छ, घर नक्साको कुरा आएको छ, यसको बारेमा के छ? म निर्माणको अनुगमन र गुणस्तरको विषयमा कुरा गरिएको छ विभिन्न महानुभावहरूबाट। त्यो विषयमा अनुगमनको विषय चाहिँ हामी नगरस्तरीय अनुगमनले नगरपालिकाभित्र रहेका 5-7 नाटिका योजनाहरूको अनिवार्य स्तरको अनुगमन गरेर चाहिँ हामीले भुक्तानी दिने गरेका छौँ। र 5 लाखभन्दा मुनिका योजनामा चाहिँ वडा स्तरीय अनुगमन समितिबाट अनुगमन भएर भुक्तानी दिने प्रणाली रहेको छ। सो अनुसार हामी सबै योजनाहरूको वडा स्तरीयको वडा अनुगमन समिति र नगर स्तरीयको नगर अनुगमन समितिले अनुगमन गरेर भुक्तानी दिने गरेका छौँ। र अन्य प्रदेश र सङ्घबाट परेका योजनाहरूको विषयमा चाहिँ हामीले अनुगमन गरेर सिफारिस गर्ने प्रचलन हालसम्म छैन। र गुणस्तरको विषयमा कुरा उठेको छ। हामीले विभिन्न योजनाहरूको भुक्तानी दिनु पूर्व यस आर्थिक वर्षदेखि चाहिँ हामीले थर्ड पार्टी मार्फत गुणस्तर परीक्षण गरेपछि मात्रै, त्यसको रिपोर्ट आएपछि मात्रै भुक्तानी दिने गरेका छौँ। र त्यो रिपोर्टको आधारमा कुनै योजनाको कम भुक्तानी पनि भएका छन्, कुनै योजना भुक्तानी नभइकन पनि बसेका छन्। र हामीले गुणस्तर परीक्षण गर्नलाई तेस्रो पार्टीले त्यसको गुणस्तर परीक्षण
जानकारी गराउनु भएको छ। त्यो फाइल लिएर आउनुभयो भने त्यसमा हामीले एकचोटि हेरेर त्यसमा के रहेछ त्यसमा स्पष्ट जवाब दिन चाहन्छौँ। र नभएको कारण चाहिँ राष्ट्र तिरिसकेपछि नभएको कारण चाहिँ मापदण्ड नपुगिकन तपाईँहरूले राष्ट्र तिर्दिनु भएको कारणले चाहिँ हतारमा राष्ट्र तिर्दिनु भएको असारमा मसान्तमा भन्ने कुरा जानकारी प्राप्त भएको छ। र त्यो विषयमा फाइल ल्याउनु भयो भने त्यसमा अध्ययन गरेर के रहेछ स्पष्ट सुझाव दिन सकिन्छ। हामी देखाउँदैनौँ किनभने असार हाम्रो योजना असार मसान्तसँग गरी असारको अनुसार भुक्तानी दिने चलन हुन्छ। अहिले कतिले फाइन बुझाउनु भएको छ, काम भइरहेको छ। त्यो कारणले रोकिएको कुरा राख्न चाहे। तर क्रसर उद्योगीको विगत 30-40 वर्षदेखि अब हामी जन्मिँदादेखिको यो जगडिएको समस्या हो। यो राष्ट्रले पनि केही गर्न सकेका छैन। कहिले एक्सनमा जान्छौँ, फेरि फिर्ता दिन्छौँ। यस मुलुकबाट यो समस्या हाम्रो मात्र देशमै पनि छ। अहिले बिचमा अलिकति नीति ऐन कानुनहरू बनाउँदा अलि मापदण्ड खोलाको मापदण्ड 400 मिटर अब अरू वातावरण स्कुलदेखि लिएर ठुलो धेरै मापदण्डहरू बढिरहेको एउटा पनि त्यो मापदण्डभित्र पर्दैन। त्यो कारणले घरेलुबाट अहिलेसम्म रिन्यू पनि भएको छैन, यतिकै अड्किएको छ। देशभरि यो समस्या रहेको छ। बढी नै टाइम तपाईँको एसोसिएसन र सङ्गठन छन्, कहिले विकास निर्माणै ठप्प हुन्छ कि भन्नु पऱ्यो कि हामीसँग एउटा राम्रो समस्या छ भने राज्यले पनि यसलाई मापदण्ड केही ठुलो गराएर राज्यले कर दिने खालको वातावरण नीति गर्दै हुन्थ्यो भनेर जिल्ला समन्वयमा पनि उहाँको कुरा भएको छ। सायद क्रसर उद्योगहरू नयाँ नयाँ दर्ता भएका छन्, विद्युतले लाइन जोडिएको छ, न नगरपालिकाको अनुमति छ, न घरेलुको अनुमति छ। तपाईँहरू बिचमा मिलेन, हाम्रो नीति र नियम ऐन कानुनअनुसार मिलेन भनेर मैले पनि कुरा उठाएको छु। साई श्री साहबले अस्ति 1 नम्बर क्षेत्रका केही क्रसरहरू लगाउन गरेर केही बन्द गर्ने पनि काम गर्नुभएको छ। यहाँ पनि हामीले वास्तवमा जनतालाई नदी दोहन गरेका, जनतालाई असहाय गरेका र राष्ट्र पनि नतिरेका र सरकारी सम्पत्तिमै दुरुपयोग गरेका चाहिँ कारवाही गर्नुपर्छ भनेर हामी पनि बोलेका छौँ। यो यहाँ बिचमा राख्न चाहे। र अर्को झलक दायित्वको कुरा आइसकेको छ। फेरि त्यो फाइल हेरेर म आफै सम्बन्धित शाखा प्रमुखलाई बोलाएर के रहेछ कानुनले मिल्ने हुँदाहुँदै पनि नभएको रहेछ त्यसको जिम्मेवारी म हुन्छु। म तपाईँको बिचमा बोलाएर यसको समाधान गर्ने देखाउँछु। एउटा समस्या चाहिँ शुक्लामा छ, जस्तै सार्वजनिक मैदानी प्रति जग्गाहरू जग्गा काट्ने गर्दै भयो। अन्तिममा नक्सामा 15 रह्यो, 16-17 जस्तै शुक्लाको माथि बिबी चोकेर मासिक पत्रिका घरहरू पछाडि पुग्याउने बढी भिडहरू भएको र त्यहाँ घरहरू बनाउँदाखेरि ती जग्गाहरू प्रायः 80% घर नक्सा काट्न छैन। किनभने नक्सामा 15 हाल्छ, घर बनेको छ 16-17 हाल्छ। त्यो कारणले पनि भएको छ। त्यस्तो के छ मैले हेरेर अन्यायमै पर्नु भएको छ। न्याय दिलाउनु मेरो नगर परिषदले दिलाउनुपर्छ भनेर म मेरो विश्वास दिलाउन चाहन्छु। अर्को लिम्बालाई भन्नुभएको छ सङ्घ प्रदेशका आयोजनाहरू वास्तवमा जनगुनासो आउँदाखेरि जस्तै 26 ढुङ्गा सामानहरू जालीहरूले आफूमा दर गरेर तन्त्र काम गऱ्यो भने म त हामी त्यहीँ गएर सांसद लगायत हामी नै गएर त्यहीँबाट प्राथमिक कार्यालय फोन गरेर सम्बन्धित प्रदेश कार्यालयमा कि सङ्घीय कार्यालयमा फोन गरेर हामीले र योभन्दा विगतमा पनि केही साथीहरूले नबुझेर एउटा घरलाई 2-3 चोटि फोर्दै बनाउँदै गरेको अवस्था छ। अहिले पनि नाली बाटो बनिसकेको छ। मलाई यसको बारेमा त्यति जानकारी छैन। नाली मेन बाटोबाट त दायाँ बायाँ बार हाल्दैछ, साइडको भित्री बाटोमा पनि नालीमा जाली हालिएन भने बाटोमा हिँड्ने हाम्रा पदयात्रीहरू लड्न सक्छन्, लडेर उठेर बाटो माथि आउन सक्ने अवस्था छैन। यसको बारेमा नगरपालिकाले के सोचेको छ र यो सडकले गर्ने हो कि नगरपालिकाले गर्ने हो, त्यसको बारेमा पनि केही जानकारी पाउनु पाए राम्रो हुन्थ्यो। अर्को कुराहरू नगरपालिकाले धेरै योजनाहरू अगाडि बढाइरहेको छ, जसमा 315वटा योजना अगाडि बढाइरहँदा सम्बन्धित ठाउँमा सबै उपभोक्ताहरू हुनुहुन्छ पक्कै पनि त्यहाँ, र त्यसको अनुगमन समिति बनाइदिएर इन्जिनियर जाने ठेक्दारलाई राखेर यहाँ यो क्वालिटीको काम हुन्छ भनेर किन ब्रिफिङ गरिँदैन। खालि इन्जिनियर र नगरपालिकाले दिएको ठेक्काले मात्रै पुरा हुन्छ त्यहाँ, त्यो उपभोक्ताले हेर्नु पर्दैन। यसको बारेमा पनि नगरपालिकाले त्यो उपभोक्ताहरूलाई राखेर अनुगमन समिति बनाइएर त्यसको बारेमा यो बाटो यो तरिकाको हुँदैछ, यसरी बन्छ, यो क्वालिटीको बन्छ, तपाईँहरू पनि उपभोक्ता हो, हेरिदिनु पऱ्यो भनेर हजुरहरूले पहल गरिदिनु भए राम्रो हुन्थ्यो होला भन्ने मेरो एउटा सुझाव हो। 12वटा वडा छन्,
12वटा वडा सबै एकै नासका छैनन् र कतिपय भित्री बाटाहरू बन्दैछन्। भित्री बाटा बनाउने ठाउँमा जग्गाहरू पुगेको छैन। जग्गा बन्दीले जग्गा पनि छोडेको छ, पैसा पनि हालेको छ। नगरपालिकाले 50% दियो भने 50% सम्बन्धित उपभोक्ताहरूले उठाएका छन् र अर्को वर्ष बन्छ त्यहाँ बाटो बनिसकेको हुन्छ। बाटो बनिसकेपछि यही नगरपालिकामा आएर बाटो कस्तो छ, पक्की छ, अनि उसले के गर्छ, कर पक्की बाटोको तिर्छ। जग्गा पनि उसैले दिएछ, पैसा पनि उसैले दिएछ। त्यो उपभोक्ताहरू कसैको एउटा मात्रै घडेरी होला, कसैको थोरै जग्गा होला। के यो सम्भव छ? भोलि तपाईँहरू सबै समान हुनुहुन्छ र सबै सँगै यिनै कुर्सीमा पनि पराजित भइरहनुहुन्छ। हजुरहरूलाई दुःख पर्छै पर्दैन, यसको बारेमा पनि ख्याल होस्। आफैमा एउटा महत्त्वपूर्ण विषय पनि हो र हामीले आफ्नो कार्यक्षेत्रभित्र के गऱ्यौँ, के गर्दा राम्रो हुन्छ, कसरी जानुपर्छ भन्ने एउटा शुक्ला गण्डकी नगरपालिकाको एउटा मार्गचित्रसँग रहेर त्यहाँभित्र केही छुटेका नपुगेका कुराहरूलाई सुधारको रूपमा प्रस्तुत गर्दै यो शुक्ला गण्डकी नगरपालिकालाई सम्पूर्ण रूपले व्यवस्थित मर्यादित बनाउनको लागि तपाईँ हाम्रो सबैको एउटा चाहना पनि हो। यसभित्र जुट्न जरुरी पनि छ। जुट्नका लागि सबैभन्दा पहिलो प्रतिबद्धता नगर प्रमुखदेखि जनप्रतिनिधि र कर्मचारीहरूबाट शुक्ला गण्डकी नगरपालिकामा भित्र स्थानीय तहबाट गरिने नीति नियम कानुनसँग बाजिने विषयमा तपाईँहरूलाई के कुराबाट अप्ठ्यारो पर्यो, आजका दिनसम्म तपाईँहरूको सङ्कलित विचारहरू छ कि छैन र तपाईँहरूले कार्यपालिकाबाटै निर्णय गरेर गरिने कुराहरू पनि तपाईँहरूले अगाडि बढाउन सक्नु भएको छ वा छैन। छ भने प्रष्ट रूपमा जानकारी पाऊँ र रोकिएको छ भने कानुनी अडचनहरू कहाँ परेका छन्, तपाईँहरूले त्यो कानुनको ढोका खुलाउने पनि तपाईँहरूका जनप्रतिनिधिहरू हुनुहुन्छ। त्यसका बाटाहरू प्रशस्त रूपमा छन्। हिजो पहल भयो कि भएन, भएको छैन भने किन भएन, अबका दिनमा गर्न पर्छ कि पर्दैन, पर्छ भने कसरी गर्नुपर्छ, त्यो कुरा पनि प्रष्ट रूपमा हामीले जानकारी पाउनुपर्छ भन्ने हाम्रो सोच विचार हो। र सँगसँगै अब यहाँ देखिएका केही विकास निर्माणका सम्बन्धित कुराहरू त धेरै कुराहरू गुनासोमा मात्रै कति जोडौँ र मलाई एउटा पिउने पानी शुक्ला गण्डकी नगरपालिकाका सबै क्षेत्रभित्र 12वटै वडाभित्र बसोबास गर्ने मान्छेहरूले स्वच्छ पिउने पानीको व्यवस्था हुनुपर्छ। एउटा सहरीकरण र बसाइसराई बिस्तारै समूह भागतिर बढ्दै गएको हुँदा त्यहाँ बस्ती विस्तार हुँदै पनि गएको र त्यो बस्ती विस्तार अनुसारको पानीको स्रोतले नपुगेको र हिजोका पुलहरू पनि कति त्यो शुद्धता छैन र तिनीहरूलाई पनि हामीले यो नगरपालिकाले नै एकीकरण गरेर बसाइसरेर एउटा खानेपानी योजनाभित्र छिर्दाखेरिमा लाखौँ रुपियाँ बुझाउनु पर्ने एउटा हाम्रै पनि कमी कमजोरी भएको कुरा मैले महसुस गरेको छु। त्यसलाई नागरिकलाई सहजीकरण गरिदिनका लागि पनि हामी सबैले शुक्ला गण्डकी नगरपालिका भोलिका पुलहरूलाई सबै खानेपालिका समितिका मान्छेहरूको एउटा आदान प्रदान त्यहाँका समितिहरूसँग छलफल गरेर सहज रूपबाट पुग्ने पर्याप्त पानी हामीसँग छैन भने अरू कुनै स्रोतहरू वैकल्पिक स्रोतहरू खोजेर त्यसलाई पुरा गर्नका लागि पनि हामी अगाडि बढ्नुपर्छ जस्तो मलाई लाग्छ। र त्यसको सँगसँगै कृषि क्षेत्रभित्र हामी प्रवेश गर्दा मलाई त धेरै मान्छेले कहिले कहिले भन्ने गर्दाखेरि मैले भन्ने गर्छु, कृषि क्षेत्रभित्र प्रवेश गर्दा दुधमा हाम्रो शुक्ला गण्डकी नगरपालिकाले अनुदानमा अत्यन्त कन्जुसाइ गरे। किन हो, के भएको, ल पुरा गर्नु पऱ्यो भनेर मलाई अलि अगाडि भन्दा पनि मैले के भन्ने गर्थेँ भने होइन उता म्याग्दीले गरिसकेको छ हेर्नुहोस्, अब भिमारले गरेपछि घेराबन्दीमै परिहाल्यो शुक्ला गण्डकी नगरपालिका, त्यति बेला भन्नै पर्दैन, सो त उहाँहरूले त्यसलाई बुझेर निर्णय गर्नुहुन्छ भनेर मैले दुईवटा जवाब पनि गरेको थिएँ। तर त्यो परिस्थिति बनेर आएको छ। समयमै यसलाई तपाईँहरूले स्रोत बनाएर किसानहरूलाई अलिकति त्यो उत्पादनतिर लागेका मान्छेहरूलाई प्रोत्साहन गर्दाखेरिमा हाम्रो पनि सबैको एउटा उचित व्यवस्था हुने थियो, किसानको पनि भन्ने मलाई लाग्छ। त्यसै भूमि सम्बन्धीको कुराहरू के छ भने अब हामीलाई भूमि वर्गीकरण गरेको छ राज्यले, त्यो वर्गीकरणको राज्यले गरेको भूमिभित्र हामी कति प्रवेश गऱ्यौँ र कुन हो कृषि क्षेत्र, कुन हो आवास क्षेत्र, कुन हो सिँचाइ क्षेत्र र वर्गीकरणभित्र हामीले कहाँ सिँचाइ गर्दैछौँ र
र यो भित्रको जमिनहरू बढी उत्पादन लिनका लागि प्रयोग गरिने माटोको जाँच गर्ने योजना हाम्रो कहाँ कहाँ छ र त्यो माटो अनुसारको बिउ बिजनहरू वितरण गर्ने योजना र उद्देश्य कहाँ कहाँ छ त्यो पनि प्रश्न भयो भने किसानहरूले कमसेकम त्यो समयअनुसारको बिउ मल र त्यसपछिको त्यो सल्लाहअनुसार प्राविधिक सल्लाहअनुसार माटो जाँच भइसकेपछि उत्पादनमा पनि अत्यन्त राम्रो हुने वृद्धि हुने। यो उपस्थिति सायद यसको एउटा महत्त्वपूर्ण कार्यक्रममा जुन किसिमको यो अनुपस्थिति भनेको जनप्रतिनिधि र नागरिक बिचको तालमेल नमिलेको हो कि भन्ने लाग्यो मलाई। सायद जनप्रतिनिधिहरू आफ्नो बरामा आज चाहिँ यस्तो कार्यक्रम छ भन्ने जानकारी गराइदिएको भए सबै सञ्जाललाई हेर्ने मात्रै छैन, तर त्यो जानकारी गराइदिएको भए सायद यो हलमा मान्छे अर्थेन होला। कतिपयका मनका कुराहरू, कतिपय आफ्नो स्थानका कुराहरू बताउन पाएनन्। मैले पनि भर्खर मात्रै साना किसानमा एउटा मिटिङ थियो, त्यो कार्यक्रम थाहा पाएर म यहाँ सोधेर फोन गरेर आएँ। म के भन्न चाहन्छु भने सर्वप्रथम त म मेयर साहबप्रति बाहिर गुनासो धेरै मान्छेहरूको गुनासो आउने सायद नगर प्रमुख भएरै होला, समाजसेवी अथवा मिठो स्वभावको व्यक्तित्व भएर होला, कसैले उहाँको अगाडि भन्न नसकेर होला। मसँग धेरै मान्छेले कुरा राखे तर आफूले प्रस्तुत गरेन। के कुरा हो त्यो? सबै ठाउँमा बाटोको प्रावधान चाहिने, मेयर साहबको घरको अगाडि प्रावधान नचाहिने हो र भन्ने प्रश्न आयो। यसको लागि स्पष्ट पारिदिन म हार्दिक अनुरोध गर्दछु। यस्तै गरी दुलेगौडा साँखे मोटर मार्गको बराकोला खण्डमा पछि आएर यो टालो हाल्ने काम भयो, माटो हाल्ने काम भयो। पछि त्यो भलले खोलेको त्यो ढल राखेको जुन बराकोलाकै मन्दिरको छेउमा, जहाँ शक्ति चौकीको छेउमा, त्यसलाई यस्तो अपच्य काम नगर्नलाई इन्जिनियर साहबले पनि राम्रोसँग हेर्न पर्यो, नगरमा भएको अनुगमन समितिले पनि राम्रोसँग हेर्न पर्यो। टालटुले गर्ने र पैसा कमाउने धन्दा मात्रै गर्नु भएन कि जनताको हितमा राम्रो सभ्य एउटा संस्कार राखेर जाने एउटा छाप राख्ने काम गर्नु पर्यो। मात्रै एउटा त्यहाँ ठेकेदार बनेर पैसा कमाउने भाडो अथवा जोसँग सरकार हो उनीसँग नजिक बनेर राम्रो बन्ने काम नहोस् भन्ने मेरो चाहिँ एउटा गुनासो। त्यस्तै गरी बराकोलामा रहेको आधारभूत स्वास्थ्य चौकी जुन किसिमले यहाँ एउटा नगरको चाहिँ एउटा निर्णय गरेर, कार्यपालिकाबाट निर्णय गरेर जुन किसिमले घारीमा लगेर समायोजन गरियो, ढोरफिर्दी क्षेत्रका वृद्ध बुवाआमाहरू, अशक्त महिलाहरू, डेलिभरीहरूले त्यहाँ जाँच गर्न पाउने अवस्थालाई पनि, त्यहाँका सुगर प्रेसर रोगीहरूले पनि जुन साधारण उपचार गर्न पाउने थिए, त्यहाँबाट त्यो स्वास्थ्य चौकीलाई स्थानान्तरण गराइयो। र मैले मेयर साहबसँग कुरा गरेँ, कार्यकारी साहबसँग कुरा गरेँ, शङ्कर भण्डारीसँग कुरा भयो तत्कालीन अब निर्वाचनको क्रममा, र यहाँहरूले 26 गति आउँछ, आइतबार आउँछ, सोमबार आउँछ भन्ने आश्वासन दिनुभयो। कार्यकारी सर यहीँ हुनुहुन्छ कि उहाँसँग मैले भइसकेपछि आउनुहोस् बसेर बात गरौँला भन्ने थियो। स्थानीय रूपमा मान्छे आएर नगर घेर्ने अवस्था थियो, तर मैले त्यो वातावरण रोक्नुपर्छ, नगर घेरेर मात्रै उपलब्धि हुँदैन। यो कारण के हो भनेर मैले सरलाई जानकारी गराएको। यो उपस्थित नहोस् सर, यसलाई त्यहाँको मान्छेले सेवा कम्तीमा हप्तामा 2 दिन किन नहोस् अथवा 2 जना चाहिँ कर्मचारी राखेर किन नहोस्, त्यो सेवा यथाशीघ्र दिलाउनुहोस् भन्ने मेरो चाहिँ भनाइ हो। र त्यहाँका स्थानीय मान्छेले जुन किसिमको सेवाबाट चाहिँ वञ्चित हुन नपरोस् र तपाईँहरूले निर्णय गर्दाखेरि जनताको हितमा गर्नुहोस् र कसैको लयमा लाएर निर्णय नगरोस् भन्ने म यो भनाइ पनि राख्न चाहन्छु। शुभलागण्डी नगरपालिका 3 कपासे सिद्धिकरण स्कुल टङ्कुसा सिद्धि यहाँ आउनुभएका सम्पूर्ण महानुभावहरूमा धेरै धेरै नमस्कार। मैले क्वेसन उठाउन चाहेको विकास निर्माणका कुराहरू त यहाँ धेरै आए, तर जनताका सुरक्षाका कुराहरू मैले सुनेर र मेरो मनमा लागेर मैले यहाँ भन्न लागिरहेको छु। हाम्रो हलेतीबाट कुद्रे खोलाको बिचको सडक अहिले राम्रो सडक बनिरहेको छ। योभन्दा पहिला हामीले बनेन भनेर धेरै करायौँ र अहिले बनेर भनेर हामी डराउनु परेको अवस्था आएको छ। त्यसले गर्दा नागरिकको लागि सडक दुर्घटनाबाट अथवा जोखिमबाट न्यूनीकरणको लागि नगरपालिकाले के अहिलेसम्म के कार्यक्रमहरू ल्याएको छ त्यो जानकारी गराइदिनु होला। किनभन्दा दुर्घटना धेरै भयो, हामी स्थित जब दुर्घटना घटिसकेपछि दुःख मात्र व्यक्त गर्छौँ। त्यसले गर्दा यो जनसरकारको विषय मैले यहाँ उठाएँ र मेरो यसमा नगरपालिकालाई सानो सुझाव के छ भने हाम्रो फोहोरका गाडीहरू आफ्नो टोलमा पुग्छन्, त्यसपछि स्कुलका बालबच्चाहरू लिएर टोलमा गएर बालबच्चाहरू उठाएर ल्याउँछ। अनि हाम्रो अहिले यहाँ तिनपाङ्ग्रे सवारी साधन पनि चलेका छन्। यसमा पनि हाम्रो ट्राफिक नियमहरूको विज्ञापनहरू जस्तो हामीले आफ्नो
व्यवसायका विज्ञापन भयो, हामीले गाडीहरूमा लगाएर हिँड्छौँ भने कमसेकम सुरक्षा सम्बन्धी, दुर्घटना न्यूनीकरण सम्बन्धी विज्ञापनहरू ती ठाउँहरूमा, ती गाडीहरू तथा बसहरूमा हामीले लगाउनु पायो भने नागरिकसम्म पुग्ने थियो र उहाँहरू केही सचेत हुन सक्नुहुन्थ्यो। पहिलो कुरो त एउटा मैले यो हाम्रो समस्त शुक्ला गण्डकीको विषयलाई लिएर गरेको छु, या मैले यो नदेखेको हो वा तपाईँहरूले यो काम नगर्नु भएको त स्पष्ट पारिदिनु होला। यो गरिब परिवार पहिचान तथा राज्य सुविधा परिचय पत्र वितरणको लागि तथ्याङ्क सङ्कलन गर्न गणकहरूको छनौट प्रक्रियाको लागि भनेर जुन योजना आएको छ, जुन अहिले काम भइरहेको छ, त्यसमा अरू पालिकाहरूले यो सूचना खुलाएको देखियो। गणकहरूको छनौट गर्नको लागि आवेदन माग गरियो। हाम्रो पालिकाले त्यो माग गरेको मैले सूचना नदेखेको हो कि यहाँहरूले ननिकाल्नु भएको हो, एउटा प्रश्न। किनभने यो सानो कुरा हो, तर यो सानो कुरामा पनि यो नैतिक जिम्मेवारी देखिएको छ, यो एउटा प्रश्न। त्यसपछि हाम्रो प्रशासकीय अधिकृतज्यूले चाहिँ उत्पादनमुखीमा पनि लगानी गरिएछ, हामीले धेरै लगानी छ भनेर कुरा राख्नुभयो। त्यो उत्पादनमुखी जुन लगानी गर्नुभयो त्यसको रिजल्ट कति आएछ त्यसको पनि डाटा राख्नु होला। किनभने त्यो तपाईँले जुन भन्नुभयो त्यसका जति पनि त्यो लगानी छ त्यो खेर गर्छ कि भन्ने मेरो अनुमान छ, मैले फिल्डमा देखेको छैन। यो कुरा भयो। मेरो नाम विष्णुबहादुर महत, हेल्पस लाइनको विकास संस्थाको पटुवाले भन्नु पऱ्यो। विभिन्न विषयमा कुराहरू यहाँ आए समग्रमा, त मैले केही सुझावहरू, मेरो आँखाले देखेका केही सुझावहरू यहाँहरू समक्ष प्रस्तुत गर्ने भन्नुपर्ने चाहन्छु। हुन त मैले त्यति सुझाव दिने हैसियतको मान्छे म होइन, तैपनि मेरो मनले, मेरो आँखाले देखेका केही सानातिना त यहाँ अहिलेसम्म नउठेका विषयमा केही मेरो आफ्नो मनमा लागेका कुराहरू पनि यहाँ समक्ष म चाहन्छु। त मैले बुदागत रूपमा केही कुराहरू टिप्पणी गरेको छु। त एउटा मैले के देखेँ भने यो बाटो पिच, अहिले नयाँ बाटो पिच भइरहेको छ र यहाँ 3 तला 4 तला माथिबाट पानीको धारो त्यो बाटोमा झललल्ल झरेको छ र त्यो धारोको तल परेको छिटा हिँड्ने मान्छेको पाइमा कम्मर छ भिजाएको छ। त्यसकारण यसले त्यो बाटोलाई कति दिन खप्ला, समुसार हाम्रो सम्पत्ति त्यसलाई समुसार गर्ने हामी सबैको कर्तव्य हो। त्यसकारण सम्पूर्ण त्यो बाटामा पर्ने ओडाहरूले आफ्नो ओडामा त्यस्ता धाराहरूलाई टोलमा पत्राचार, ओडाबाट पत्र नआइकन हामीले केही गर्न सक्दैनौँ। टोलमा ओडाबाट एउटा टोलको त्यो धारा नियन्त्रण गर्नुहोस्, नगरे नगरपालिकाबाट अनुगमन गरेर तपाईँले जरिवाना गरिनेछ भनेर त्यो पत्र घर घरमा लगेर देखाउनु पाइयो भने, टोलमा त्यो परिपत्र गर्न पायो भने त्यो घरको मान्छेले कमसेकम त्यो धारोलाई तलबाट बगाएर पानी जान्छ नालीमा जाला, त्यो छारोसम्म झर्थेन होला। त्यसले बाटो पनि बस्थ्यो, हिँड्ने मान्छे पनि बस्थ्यो कि भन्ने मेरो एउटा सुझाव हो। त्यसलाई अरूले मनन गर्नु होला। र अर्को कुरा छ यो फ्रेस हाउसको कुरा। यो फ्रेस हाउसमा के भएको छ भने 2 थरी फ्रेस हाउस देखिएको छ। एउटा फ्रेस हाउस अर्काले काटेको मासु पसलमा लिएर आएर फ्रिजमा राख्छ, काटेर बेच्छ, त्यसबाट केही समस्या छैन। तर त्यही काटमार गर्ने र त्यहीँबाट बेच्ने फ्रेस हाउसबाट हाम्रो टोल लगायत अन्य टोलमा पनि धेरै समस्या मैले बिहोरेको छु। त्यसकारण त्यो बदशालालाई अनुमान गरेर अब असार पसार त आउँदैछ, मासु मात्रै बेच्ने पसललाई ठिक छ नवीकरण गरिदिनुहोस्। त्यही काटेर बेच्ने फ्रेस हाउसहरूलाई अनुगमन गरेर हेरेर त्यसले पानी कहाँ फालेको छ, भुत्ला कहाँ फालेको छ, काटेर ल्याएर कुखुरा राखेको छ 400-500 कुखुरा त्यही खोर बनाएर वरिपरि गनाएर घर खानु भएको छ। टोलबाट कुरा गरेर गरी खान दिएन भन्छ। अब उपाय नै छैन, हामीले भन्नु पनि के भन्नु। त्यस कारण त्यस्ता कुराहरूलाई पनि तपाईँले एउटा कुन विभाग अन्तर्गत पर्छ हो, त्यसलाई एउटा अनुगमन गरेर कुखुरा अन्तबाट काटेर लिएर आएर बेच्नु पसल राख्नु, तर त्यही काटेर नालीमा रगत बगेर नाली जाम भएको छ, त्यहाँ किरा पर संस्कृति बगेको छ, कति समस्या आयो भन्ने भने त्यो मैले बिहोरेको छु। त्यस कारण यो कुरामा पनि अलिकति ध्यान नगरपालिका जाओस् भन्नु म चाहन्छु। गाडी क्रस गर्नेमा उतापट्टिको चाहिँ सिलेक्ट जमिन बराबर छ, जमिन सबै सम्म जमिन हो त्यो, तर यतापट्टि 1 हात माथि चाहिँ उठाएको छ। कस्तो प्राविधिकले बनाएको
त्यो कसरी पास हुन्छ, अब पास गर्नु चाहिँ गर्नुहुन्न, त्यसलाई सुधार गर्नु चाहिँ गर्नुहुन्न, त्यसको बारेमा पनि यहाँको ध्यान जाओस् भन्ने मैले चाहन्छु। सर्वप्रथम एउटा आज हाम्रो यो जननिर्वाचित जुन सरकारको यो कार्यकालमा सायद पहिलो बैठकबाट पारित भएको कुरा, आज त्यो बेलामा यो शिक्षा सम्बन्धीको कुरा थियो। नितान्त हाम्रो मेयरज्यूको भित्रबाट आएको कुरा थियो त्यो, र पारित भएर पनि हरेक यो पालिकामा कार्यान्वयनमा गएको अवस्था थियो। आधा केसमा त्यो जुन विद्यालय सामुदायिक विद्यालयलाई सुधार गर्नुपर्छ यसको लागि भन्ने एउटा कार्यक्रम, असाध्यै राम्रो कार्यक्रम सुरुवाती चरणमा आएको थियो। त्यो बिचमा के स्वार्थले आलोचित बनेको थियो त्यो कार्यक्रम, त्यो ठिक थियो। आज त्यही स्थानीय सरकार सञ्चालन ऐनको त्यही संविधानलाई टेकेर यो विद्यालय भर्ना कार्यक्रम आयो। जुन कार्यक्रम पहिला स्थानीय सरकारले ल्याउँदाखेरि लाभ हानिएको थियो, आज त्यही स्थानीय सरकारले लाई टेकेर त्यो भर्ना कार्यक्रम ल्याइएको छ। निजी अथवा सामुदायिक कति विद्यालय छन्, यी विद्यालयमा सम्बन्धित निकायको ध्यान पनि जानुपर्छ। र आदरणीय मेयरज्यूलाई मैले के अनुरोध गर्छु भने त्यो हजुरले ल्याएको पहिलो कार्यक्रम त्यो अक्षरत्व पालना हुने खालको एउटा यो बैठकमा कार्यपालिका बैठकमै प्रवेश गराएर त्यसलाई कानुन बनाएरै कार्यान्वयनमा ल्याउनु हुनेछ भन्ने एउटा सुझाव मैले व्यक्त गर्न चाहन्छु। त्यो चाहिँ पानी बग्ने चाहिँ ठाउँमा पानी बग्दियोस् भन्ने चाहिँ त्यो हाम्रो सबैको बुझाइलाई चाहिँ त्यसलाई चाहिँ कार्यान्वयन गरिदिनु हुन पनि अनुरोध गरेँ। अनि क्रसरको कुरा पनि आएको थियो, मैले पनि यो विषयमा चाहिँ सामाजिक सञ्जालहरू पनि कुरा भइरहेको छु। म त क्रसरको पानी मात्र होइन कि नालीबाट बग्ने खोलामा सिधै चाहिँ प्रवेश हुने पानी पनि प्रशोधित भएर चाहिँ बग्नुपर्छ भन्ने मेरो बुझाइ छ। हामीले खोलामा चाहिँ ती नालीका फोहोरहरू सिधै खोलामा चाहिँ राख्न पाइन्न भन्ने मेरो बुझाइ छ। यी विषयमा पनि ध्यान आकृष्ट गर्न चाहे यहाँहरूको। र बाँकी कुरा चाहिँ हामी चाहिँ यो स्थानीय युवा व्यवसायहरूको हकमा चाहिँ नगरपालिकाले के गर्दैछ, स्थानीय युवा व्यवसायहरू गाउँमै बसेर स्वदेशमै बसेर चाहिँ व्यवसाय गरिरहँ भन्नको लागि चाहिँ यहाँहरूले के गरिराख्नु भएको छ। मेरो चाहिँ केही सुझावहरू के छन् भने गाउँमै बसेर व्यवसाय गर्दै गरिरहेका चाहिँ स्थानीय युवा व्यवसायहरूलाई चाहिँ तपाईँहरूले चाहिँ जनप्रतिनिधिहरू भेट्ने, उहाँहरूको चाहिँ अप्ठ्याराहरू आवश्यकताहरू के छन् यी विषयमा बुझ्ने र गाउँमै बसेर व्यवसाय गर्नलाई थप प्रोत्साहन गर्ने वातावरण बनाइदिने र गाउँमै बसेर चाहिँ व्यवसाय गर्दै गरिराख्नु उहाँहरूलाई चाहिँ प्रोत्साहन दिने, धन्यवाद दिने र अनुदान आवश्यक परेको खण्डमा चाहिँ अनुदान पनि दिएर चाहिँ एउटा राज्य भएको आवास दिलाइदिनु हुन पनि विशेष अनुरोध गरेँ। हस्, थ्याङ्क यू। दुईवटा गुनासो छ। मेरो नाम सुनापाहाड कुलबहादुर कुमाल हो र मेरो एउटा गुनासो छ, लालिम पुछारदेखि डहरेसम्म ठेक्का लागेर किन काम भइरहेको छैन। हामीलाई त्यो ठेक्कामा जग्गाको विवाद भयो भनेर नगरपालिकाबाट हामीले अमिन लगेर जग्गाको मापदण्ड बाटोको मापदण्ड छुट्यायौँ, तर अझै काम भएकै छैन। यो के कारण हो? अहिले लगभग दोस्रो चौमासिक पनि सकिसक्यो, कुन चौमासिकमा गर्ने हो पत्तो भएन। यसको लागि अब अनुगमन भन्नाले गरेको कामको लागि मात्रै अनुगमन हो कि यदि ठेक्का लागेर पनि नगरपालिकाले काम भयो कि भएन भनेर अनुगमन हुनुपर्छ कि पर्दैन, मेरो यो पहिलो कुरो। अब दोस्रो चाहिँ अब यो डहरे स्वास्थ्य चौकीका कर्मचारीहरू स्वास्थ्य कर्मीहरू लगेर एकै ठाउँमा तपाईँहरूले राखिदिनु भयो। उहाँहरू ऊ चाहिँ के अरे स्वास्थ्य कर्मी कम भएको भए एकै ठाउँमा लगेर किन राखिदिनु भयो र त्यो ठाउँमा स्वास्थ्य चौकी भइरहेको हटाएर त्यो क्षेत्रको किमल्लाना डहरे मुस्तङगाम भोटेकामका जनताले अत्यन्तै दुःख पाइरहेको छ। अहिले राष्ट्रिय राजमार्गमा नाला हाइवेतिर त नाला बार लगायो, साइडको भित्री बाटो के हुन्छ भन्नुभएको छ। साइडको भित्री बाटोमा मलाई लाग्छ अहिलेसम्म त्यहाँ तिनीहरूको पुरा इस्टोगेटमा छैन, त्यहाँ बिचमा तार जाने छैन र यो सम्पन्न गरेर नबुझाएसम्म नगरपालिकाले आफ्नो बजेट पनि हाल्न पाउँदैन। यो सम्पन्न भएर नेपाल सरकारलाई जसले निर्माण कम्पनी हो उसले बुझाएछ अनि अप्ठ्यारो परेको ठाउँमा फेरि हाल्न सक्छौँ। मैले अस्ति थप त्यो जाली सँगसँगै यहाँ लाइटहरू सोलर लाइटहरू पनि थप गरिदिनु पऱ्यो। बजार यो खैरेनीदेखि सेरासम्म कोत्रेदेखि सेरासम्म यो अलिक बढी भिड हुने ठाउँ हो, सहरी क्षेत्र हो भनेर प्रस्तावको रूपमा पठाएको भएन भने बिचमा फेरि थप 7-7 लाख गरेर निर्माण कम्पनीसँग काम गर्ने कुरा म यहाँको बिचमा राख्न चाहन्छु। राख्दै शिक्षाको कुरा आएको छ, शिक्षा केही सुधारहरू भएका छन्।
केही विद्यालयहरू मर्ज गरेर आवासीय बनाउन हामी प्रदेश सरकारसँग पनि आज भर्खरै पनि मैले पत्रचार गरेको छु। केही अपाङ्ग भएका बालबालिकाहरूले अपाङ्ग भेकलको माग गर्ने प्रदेश सरकारसँग मागेर र आवासीय बनाउने भन्ने कुरा पनि भएको छ। त्यो कुरा पनि हामी अगाडि बढेका छौँ भने एउटा खुसीको खबर पनि छ। हामी नेपालभरिमै अहिले शिक्षालाई अलिकति सुधार गर्ने प्रतिशत जाँदा हामी 36औं नम्बरमा रहेछौँ अहिले हाम्रो ऱ्याङ्किङ। गण्डकी प्रदेशमा हामी 4औं नम्बरमा पालिका प्राप्त 4औं नम्बर प्राप्त हुन सफल भएको छ यस क्षेत्रको भने तनहुँमा फर्स्ट भएका छन्। त्यस कारण शिक्षामा केही सुधार गर्नेहरू तत्कालीन 8-10 वर्ष लाग्छ तर सुधारका सङ्केतहरू देखेका छौँ यहाँ राख्न चाहे। त्यस्तै दुर्गाबहादुर दाइले राख्नु भएको छ मेरै घरकै कुरा पनि उठेको छ। हिजो अस्तिसम्म यहीँ साथीहरू हुनुहुन्थ्यो 178 फिट मेरो जमिनमा 100 मलाई लाग्छ 68 फिटमा मैले घर बनाएको थिएँ र त्यो भर्याङ पेटीबाटै आफ्नै छत काटेर राखेको भर्याङलाई नै अन्यथा सोध्नुहुन्थ्यो तर अहिले सडक विभागले नापन गरेपछि 10 फिट अलि मेरो अगाडि लगाएको छ। तर मिडियामा कति के आयो थाहा छैन तर म आफूलाई नचुकिकन काम गरेको छु र अहिले भित्री बाटाहरू पनि सबै 8 फुट 10 फुटका छन् चाहे बिना निगोज माथि नगरियो तर हाम्रो मात्रै गर्ने त्यो जो बराबर भएको भए पनि मापदण्ड पुर्याउने खालको काम गरेको छु। मैले 35 फुटको मेरो घडेरीमा मलाई लाग्छ 27-28 फुटको घर बनेको छ। पहिला बनिसकेको घरहरूलाई भत्काउने भोलि आउला त्यो दिन सरकारले नै भत्काउला हुन्छ। अहिले हामी दायाँ र सेन्टरबाट बराबर हुन्छ जाने तर मेरो कर्मले मैले छोड्नुपर्ने मापदण्ड छोडेर बनाएको अब दायाँ घर पछि अब अवस्था आयो हेरेर बङ्गला पनि त्यो दिन भत्काउनु पऱ्यो त्यो भत्किएला तर मैले चाहिँ आफ्नो तर्फबाट छोड्ने काम गरेर बनाएको कुरा पनि यहाँ राख्न चाहेँ। र अर्को बराक कुरा छ। बराक खोलामा कहिले हामीले हाम्रा प्राविधिकहरू हाम्रा कर्मचारीलाई पनि कहिले जनदबावले अप्ठ्यारो पर्दैन। त्यति बेला त्यहाँ त्यो ढल राख्नै पर्छ हेम्पाइ राख्नै पर्छ भनेको परिणाम हल्लिने र हेम्पाइमाथि पिच गर्दाखेरि ढलान गर्दाखेरि परिणाम त कमजोर भएको। त्यहाँ त्यो कहिले ढलानमाथि है ढलान हुने हेम्पाइ राख्दाखेरि त्यसको परिणामले आज हामीले दोष पाएको फेरि गरेर तर त्यो भित्रको ढल जुन हेम्पाइको त्यहाँको जनताको माग त्यो पानी लानुपर्ने के भने कुनै बेला हामीले चाहिन्छ त्यो कारणले कमजोर भएको छ। हामी त्यसमा सचेत छौँ। यसमा अन्यजनाहरू स्वास्थ्य चौकी कुरा अहिले सुन्नु भएको छ। हामी भर्खर जनतालाई किनभने स्थानीय सरकार घरमै पुग्ने स्थानीय सरकारको लागि स्थानीय सरकार बनेको त्यो भएर हामीले जनतालाई सकेसम्म सेवा घरमै पुगेर दिने कुरामा हामी अगाडि बढेको कुरा यहाँ राख्न चाहेँ। महिलाले खानेपानी त भयो स्वच्छ खानेपानीको कुरा छ। हामी हिजोसम्म खानेपानी मात्रै भन्थ्यौँ अहिले धेरै ठाउँमा फिल्टर प्लान्टहरूको व्यवस्था गर्ने खानेपानीलाई शुद्धता दिने र मान्छेको आयु रोग लाग्नबाट बचाउने कुरामा हामी अगाडि बढेका छौँ। केही मूलहरू एकीकृत गर्ने भन्ने छ। अब यो धेरै यसलाई एकैचोटि गर्न नसके तर धेरै खानेपानीका समितिहरू ठुलो लगानीमा भने होला कति कतिहरू चाहिँ मर्ज गरेर मानिराख्नु भएको छैन। हामी सम्पन्न छौँ अर्को वार्डमा यो पानी लानलाई गर्नुभयो भनेर हामीलाई पनि अप्ठ्यारो परिरहेको छ। तैपनि हामी सकेसम्म प्राकृतिक स्रोत साधन भनेको कुनै व्यक्तिको हुँदैन निजी हुँदैन समग्र सबैको सुक्लागढीवासीको भन्नु त्यो खालको नीति बनाएर अगाडि बढेको कुरा अब राख्न चाहन्छु। दुधको अनुदानको कुरा आएको छ। हल्लु हामीले रकम छुट्याएर यही आजै कार्यपालिकाले निर्णय गरेर अस्तिको कार्यपालिका निर्णय गरेर क्लोज भइसकेको छ। आज भोलिबाटै हामी पुनः पहिलाको निवेदनलाई पहिचान गर्छौँ किनभने थप हो कि होइन वास्तविक कहीँ कसैको गोठको एउटा गोठले 3-4 ठाउँमा देखाइसक्यो त्यो पहिचान गरेर अनि त्यसलाई प्रमाणित गरेर चाहिँ रकम अनुदान दिने कुरा हामी अगाडि बढाइसकेका छौँ। जमिनका वर्गीकरणमा चाहिँ अघि नै भन्नुभएको छ हामीले माग गरेका थियौँ तैपनि कहिलेकाहीँ गुगलबाट खिचेर कहिले आवश्यकलाई कृषि आवश्यक भएको छ। धेरै किताबहरूलाई हामीले सुधारेको छौँ निवेदन दिएपछि अहिले पनि सुधार्ने प्रक्रिया कार्यपालिकाले निर्णय गरेर अगाडि बढ्ने कुरा राखेका छौँ भने घर गाईको कुरा अहिले उठेको छ त्यसलाई हामीले समाधान गर्ने भनेका छौँ। दुधको कुरामा चाहिँ अस्ति पनि हाम्रो मिटिङ भएको छ। अब यो कृषि उपज सङ्कलन केन्द्र सञ्चालन गर्दै गर्दा वास्तविक कृषकले राहत पाउने हो कि त हामी 8-10 वर्ष त हामी अनुदान दिएर काम गर्ने भनेका छौँ र बिउ पुग्ने ल्याउने बित्तिकै तत्काल पेमेन्ट गरेर 20 लाख बनाएका छौँ बिउ त्यो सञ्चालनलाई। तर त्यसमा दुधको समस्या चाहिँ एउटा आएको छ होइन 2-3 रुपियाँ 4 रुपियाँ अनुदान दिन राम्रो कि वास्तविक किसानले गाईको 75-80 रुपियाँ पाएको छ
उपभोक्ताले हामीले 120-30मा हामी खान परेको छ, बिचमा 40-50 रुपियाँको मार्जिन भन्दा त बरु कृषकलाई 80-50 को ठाउँमा 90-95 दिएर 10-8 रुपियाँ किसानले पाउने र उपभोक्ताले पनि 110-15 पाउने, 8-10 पाउने गरेर बिचको मार्जिन कम गराउने कि भन्ने एउटा रणनीति थिए। अस्ति हाम्रो बस चलेको छ, भैँसीको पनि त्यही चलेको छ। फेरि भैँसीको दुध ल्याउने कृषकहरूले, भैँसीपाली कृषकहरूले पनि 100-110 दुध बेच्नु भएको छ। हामी उपभोक्ता जो कस्टमर छ, हामीले 160-70 खानु परेछ। बिचको मार्जिन धेरै ठुलो भयो, 5 मिनटको बिचमा भएको भनेर भनेका छन्। त्यो यसलाई अझै बजार सहजीकरण गरिदिएर जनतालाई पनि, उपभोक्तालाई पनि राहत हुने, उत्पादकलाई पनि राहत हुने, 10-15% विक्रेताले पनि पाउनु भन्ने थियो। तर 50% मार्जिन हो कि दुध जल्दी जस्तो पदार्थमा भन्ने भएको छ। बस चलेको छ, मलाई लाग्छ यसलाई छिट्टै नै हामी निकालिदिनुतिर हामी लाग्छौँ भन्ने कुरा हेरेर राख्न चाहन्छु। टङ्क साले वडा नम्बर 2 को यसरी टङ्क सिजन 3 नम्बर 7ले भन्नुभएको छ केही सडक दुर्घटनाहरू बढेका छन्, समस्या आएको छ। अहिले एक त हामी चेतनाको कमजोरी पनि छ। हामी अहिले पनि रङ साइडमा 2 मिनट अगाडिबाट एउटा टर्निङ छ, आफ्नै राइट साइडको गएको टर्निङ। हामी त्यहाँनिर रङ साइडबाट जान्छौँ, फेरि घुमेर रङ साइड जान्छौँ। एउटा उदाहरण, बर्गिया चोकमा जानु पऱ्यो भने त्यहाँबाट निस्केर त्यहाँ रिमालतिर उताबाट आउँदा काठमाडौँ पोखरा गाडी चोरुबाट एउटा रङ साइडै हुन्छ, फेरि यताबाट पोखराबाट काठमाडौँ जाँदा पनि रङ साइडै जान्छ। यो हामी चाहिँ अवेरनेस कार्यक्रम गलत भयो, दुर्घटना बढ्यो भनेका छौँ र हामीले सम्बन्धित निर्माण कम्पनीलाई पनि सिग्नलहरू, अहिले निर्माण चरण पनि सिग्नलहरू रातिमा झुकिएका छन्, सिग्नलहरू अब लाइटिङहरू राखिदिनुहोस् भनेका छौँ। अस्ति मात्रै इलाका प्रहरी कार्यालय, ट्राफिक कार्यालयसँग बसेर यो अवेरनेस कार्यक्रमहरू स्कुलमा गएर अरू थप कार्यक्रमहरू गर्ने, भाडाका कुराहरू छ, भाडा दर चाहिँ टाँस दिने भनेका छौँ। भाडाको दरमा चाहिँ यति बेला यो मूल्य वृद्धि न बढाएर टाँस्न सक्ने, न घटाएर टाँस्न सक्ने सरकार पनि होइन। आन्दोलनसँग यो तेलको मूल्य वृद्धि एउटा ठेट सरकारको नीति आयो, त्यही अनुसार भाडा चाहिँ निर्णय गर्छ। नत्र योभन्दा अगाडि टेम्पोको प्रति 3 किलोमिटरको 35 रुपियाँ, त्यसपछि प्रति किलोमिटर 15 रुपियाँ गरेर राखिएको छ, तपाईँहरूलाई थाहा छ। तर त्यो अहिले यो मूल्य वृद्धि, तेलको मूल्य वृद्धि नभएको त्यो अनिवार्य टाँस्नुपर्ने, कसैले बढीले उजुर गर्ने फ्री करको व्यवस्था पनि गर्ने भनेर हामीले अगाडि बढाएका छौँ। यसमा यहाँले त्यही अनुसारको बुझिदिने अनुरोध गर्छु भने अब भित्री बजारको नालाको कुरा गर्नुभएको छ। काम गर्दा मान्छे मेन पावर आउँछ, हामीले समयमा काम गर्नु भनेर प्रतिदिन 1,05,000 जरिवाना तिरेको छ। त्यो निर्णय गरेका छौँ, ठुलै निर्णय गरेका छौँ हामीले, किनभने पटक 3 पटक म्याच पर्दा पनि समयमा नगरेको भएर तैपनि हामी प्रेसर दिएका छौँ, काम गर्दैछौँ। तर काममा अवरोध नगर्ने गरेर म्याच सकिसकेको छ। ठेकेदारहरू अहिले देख्नु भएको छ, होलिडे निर्माण कम्पनीले होलिडे चाहियो भने म्याच थप्नु पऱ्यो भने सरकार छ अहिले बार्गेनिङ गरिराखेका छन्, सरकारलाई दबाब दिइराखेका छन्। त्यसकारणले यसको कारण पनि यति भएको छ। तैपनि हामीले हाम्रो तर्फबाट काम गराउने काम गरेका छौँ। वडा नम्बर 2 को हाम्रो तिब्बती छिनाजीले भन्नुभएको छ, गरिब घर पहिचान चाहिँ खुल्ला प्रतिस्पर्धाबाट नगरपालिकाको पेजबाटै आह्वान गरिएको थिएँ। हजुरले नहेर्नु भयो कि के हो, त्यहाँनिर अब मैले अरू कुरा होइन छ, वडाबाट गरेको छ। त्यस कारण यहाँलाई म जानकारी गराउन चाहन्छु। र अर्को मनकौडी मोटर मार्गको कुरा छ, यो बगाएर गएको छ, त्यसलाई टेन्डर निकालेर खुल्ला प्रतिस्पर्धाबाट, किनभने अहिले हामीले कसैलाई नीतिगत रूपमा यतिकै निर्णय गऱ्यो भने अप्ठ्यारो हुन्छ, धेरै मान्छेहरू रुजु पर्न सक्छ। प्रतिस्पर्धा गराएर त्यसको खुल्ला टेन्डर निकाल्ने भनेका छौँ। मैले हामी साललाई आजै भने तपाईँले 1-2 दिनभित्रै बर्खा लागिसकेका छ, त्यहाँका थप जनताले आवाज उठाउने गरेर नगरिदिनु होला। तत्कालीन काम गर्नको लागि म हामी साललाई अनुरोध गर्न चाहन्छु। त्यस्तै वडा कार्यालयको बाटो छ, वडा कार्यालयको बाटोमा चाहिँ कहिलेकाहीँ मिस्टेक भुल गर्नुभएको छ वडा नम्बर 2 का बासिन्दाले, किनभने हिजो नै थकालीको र ध्रुवदाईहरूको बिचबाट 1 किलोमिटर जोडेको बाटो मात्रै छ। कुनाबाट भएको बाटोलाई सहमतिमा 5-6 फिट यताबाट दिने भनेर बिचबाट हामी 2 भाइको जग्गा पनि हुन्छ, दोहोरो जग्गा बनाउनु छ भने यताबाट हाल्नु हो। त्यहाँ हाल्ने कुरामा अलिअलि विवाद चर्किँदै जाँदा आपसमा ठुलो विवाद हुँदै गर्दा अनि सार्वजनिकमा रहिरहेको बाटो के छ त्यही बाटोलाई नै त्यहीँबाट कायम गर्ने भन्ने कुरा भयो। त्यहाँ बिचमा ठुलो विवाद भयो, न्यायिक समितिहरू पनि आयो।
त्यो साबीको भन्दा चाहिँ नापेर त्यहाँनिर कम्ती नापेर गर्नु पर्थ्यो साबी भनेपछि यत्तिकै 72 फुट गर्नुपर्छ जबकि बाटो 96 फुट रहेछ 96 इन्ची रहेछ 72 इन्चीको साबी गरेर सही गर्नुभएछ सबै टोलवासी 2 नम्बर आएर त्यही कागजको आधारले किनभने नीतिगत हिसाबले लागु हुँदा उहाँको व्यक्तिगत जग्गा हो त्यो कारण चुकेका छौँ केही कमजोरी भएको छ तै पनि हामीले त्यसलाई सहमति गरेर बाटो दिँदा केही फरक पर्दैन भनेर हामीले सम्झाएका छौँ कति के गर्न सक्यो व्यक्तिगत उहाँको जग्गा भएको हुनाले यहाँको बिचमा राख्न मैले चाहेँ विष्णु दाइले बडो राम्रो कुरा उठाउनु भएको छ आज धेरै सडकहरू माथि छतबाट झरेको पानीले त्यो 6 महिनामा सडक पाल पार्ने भएको छ कालो बत्ती भएको ढलाङलाई त्यति असर गर्दैन तर ढलाङमा चिप्लिने लेउ लाग्ने र समस्या छ त्यो कुरालाई चाहिँ छतका पानी व्यवस्थापन गर्ने कुरामा त्यहाँ म भए पनि कारवाही गर्नुपर्छ त्यो तत्काल लागू गर्ने कुरामा चाहिँ अनुगमन समितिहरूले तलब बनाएर पत्रकार गरेर जहाँ जहाँ त्यस्तो टोलबाट निवेदन हामी आवाज गर्छौँ जस्तै त्यो पनि एकचोटि अनुरोध गर्छौँ नभए कारवाही गरेर भने अगाडि बढाउने उहाँका पाउने सेवा सुविधालाई वञ्चित गराउन सक्नु कारवाही गर्ने कुरामा म तपाईँहरूको बिचमा राख्छु अब पार्किङ र गाडी धुनेहरू पार्किङ छ यो निर्माण चरणमा भएर फुल त्यसमा नगइसक्यो हुनाले अलि बढी प्रेसर नदिएको अब निर्माण चरणमा भइसकेपछि बस भाडा गरेर राख्ने क्युमा क्यु थाप्न मात्रै आउने र चोक चोकमा भिड नगरिकन फरक फरक ठाउँमा राख्ने व्यवस्थापन त हामी गर्छौँ यसलाई चाहिँ अन्यथा नसोचिदिनु होला नाला निर्माणका कुरा नाला सरसफाइ कुरा अघि एउटा तलमाथि भयो भन्नुभएको छ म हाम्रो इन्जिनियर साहबलाई के छ त्यसलाई राम्रो लिएर के गर्न सकिन्छ किनभने पिच भन्दा नालाको बिल अग्लो हुँदैन किनभने पानी जम्छ पिच खप्दैन त्यो हामीले साधारण मान्छेले बुझेको कुरो या त त्यसलाई बढी अग्लो बनाएको छ काटेर ब्यालेन्समा लानु पऱ्यो हाइट पुग्यो है साँच्चै नै नालाको हाइट ठिक छ तर पिच कम गरेको बेस बढी थपेर हाइट बढाउनु पऱ्यो पिचको यो कुरा चाहिँ सबै लाग्नु होला बोधराज दाइको लागि म शिक्षाका कार्यक्रमहरू हामी अगाडि बढेका छौँ विद्यालयको एउटा भएको 37 नम्बर नामको विद्यालयलाई यसबाट केही बजेट विनियोजन गरेर विद्यालय हाम्रो पालामा पछि जे होला राम्रै बनाउँ त्यसलाई नहटा भन्ने कुराले कुरा पनि चलेको छ त्यस कारण सकेसम्म हाम्रो शैक्षिक क्षेत्रहरू भइरहेका शैक्षिक पठन पाठन गर्ने विद्यालयहरू चाहिँ भरसक राम्रोसँग बनाउने भनेर हामीले भनेका छौँ मलाई लाग्छ त्यो अगाडि बढ्छ र नगर बसको भाडाको कुरा छ भाडा यो नगर बसमा छैन अरू भाडा चाहिँ अघि भनिसकेमा चाहिँ हामी टाइम धार्मिक क्षेत्र पर्यटन क्षेत्रको रूपमा बनाउनु अस्ति पनि यही हलमा मान्ने सिकालाई मैले भनेको थिएँ यहाँ पर्यटकीय सूचना केन्द्रदेखि सबै मैले घोषणापत्रमा लिएको एउटा टुरिस्ट इन्फर्मेसन सेन्टर समग्र सुविधाको विकास गर्न सक्ने पर्यटकहरू राख्न सक्ने सम्भावना के के छ त्यही दिउँ त्यसलाई 1-2 घन्टा 2-4 घन्टाहरू पर्यटक आएर बस्ने खालको बनाउनु स्विमिङ साइडको बनाउनु भनेर भनेको छु मलाई लाग्छ पक्कै पनि मान्यहरूलाई यहाँका ठुला योजनादेखि लिएर गर्नुपर्ने यहाँका पूर्वाधारका योजना सम्भावना भएका फलाम खाने तामा खानेदेखि लिएर थुप्रै सम्भावना छ यहाँका प्राकृतिक स्रोत साधनलाई अधिकतम प्रयोग गर्न कसरी सकिन्छ चुहाट नगरिकन भन्ने कानुन बनाएर कसरी के गर्न सक्छ भन्ने कुरा अस्ति उठाइसकेको छ यसले गर्दा यहाँलाई पक्कै पनि हाम्रो तर्फबाट उहाँलाई पूर्ण सहयोग हुनेछ र उहाँले ल्याएका कार्यहरूलाई हामी कार्यान्वयन गर्ने स्थानीय तहबाट कार्यान्वयन गर्ने कुरामा हामी अगाडि बढ्दैछौँ भन्ने कुरा पनि यहाँ राख्न चाहेँ र कृषि कर्ममा मलाई लाग्छ सबैभन्दा बढी हामी मिहिनेत गरेका छौँ पहिला पार्टीका झोलामा आफ्नो पार्टीका अनुसार झोलामा कागजपत्र मिलाएर यतिवटा भैँसी भन्थ्यो आज त्यो दिन छैन स्टार्टिङदेखि नै त्यो अख्तियार मुजुरीपतिदेखि के परेको त्यो सुरुदेखि नै त्यो कमजोरी भएको गर्दा गर्दै अहिले झन् बस्तीलाई नै अप्ठ्यारो परेको भन्नु भएको छ त्यसलाई थप केही मोडिफाई गरेर हामीले हाम्रो नगरको तर्फबाट केही गरेर क्रिमेसन पनि औजार घर अनि केही फाइनहरू थप दिएर केही हुन्छ भने पनि हामी हाम्रो तर्फबाट गरेर निर्माण कम्पनी गर्नुपर्ने पूर्णता हो पाएको छैन पूर्ण गरेर गएको किन त्यो पनि म सम्बन्धित निकायमा बुझेर अरूलाई जानकारी गराउने कुरा राख्ने र अरू नालाका कुरा छ र अरू व्यवस्थापन गर्ने कुरा छ कुल सडक भन्नुभएको छ अघि हाम्रो कुमारले त्यो बहुवर्षीय योजना नगरपालिकालाई मैले यसको जिम्मा मैले नै त्यहाँ बनाउनु पर्छ र नगरकै योजना सबैजना ठुलो योजना हालेको 1 करोड टेन्डर परिसकेको छ यही निर्माण कम्पनीले तेल बढेको कारणले रोकिएको छ बहुवर्षीय यो वर्ष अर्को वर्ष सम्पन्न हुने कार्यक्रम हो उसले तेल घट्छ कि भनेर हामीले प्रेसर दिएका छौँ अस्ति पनि बोलाएर कुरा गरेका छौँ काम ठिक छ अरू काम सुरु गर्दै
अनि बिचको कामलाई रोके पनि अरू काम त सुरु गर्दै गर्नु भएको छ। सिमेन्टै छ, सबै पढेको हुनाले उसले अलिकति ढिलो गरेको छ, 2 वर्ष म्याद भयो हुनाले हामीले ठाडै कारवाही पनि गर्न सक्दैन, सम्झाएर गर्ने हो। त्यहीँको लोकली ठेकेदारलाई पनि कसैलाई परेको भनिसकेको छ, आफ्नो गाउँको काम पक्कै पनि गर्न होला भन्ने मैले विश्वास दिएको छु र राम्रोसँग गर्नु सक्ने कुरामा म लाग्छु। यति कुरा राख्दै